क्लियर छ नि Good evening, Yes, sir. sir. Good evening, sir. गुड इभिनिङ ओके सो हामीले आज नयाँ स्टार्ट गर्ने भनेको थियौँ हो Yes, Oh, sir. sir. ओके Oh, sir. मैले स्टार्ट गरौँ त्यसो भए Okay, sir. Yes. ल मैले स्टार्ट गरेँ त्यसो भए सो हाम्रो टपिक छ हाइड्रोकार्बन हेर्नुहोस् है हामीले स्टार्ट गर्न खोजिरहेको छौँ हाइड्रोकार्बन एक्चुअली सरस्वती यसको बेसिक इन्ट्रोडक्सन्सहरू सर हेरौँ र हामीले क्लासिफिकेसनमा गर्दाखेरि गरिसकेका छौँ तर एक्चुअली फेरि यसमा हेर्न खोजिरहेको छौँ है त हाइड्रोकार्बन जुन देखिरहेको छौँ सिम्पल कुरा हामीलाई के थाहा छ भने कार्बन हाइड्रोजनको कम्बिनेसनबाट मिलेको कम्पाउन्ड्सहरू होला त्यसलाई के भनिन्छ हाइड्रोकार्बन्स भनिन्छ र हाइड्रोकार्बन्समा हामीले पढ्नुपर्ने पार्ट भनेको हामीले पढ्छौँ एउटा अल्केनको बारेमा डिस्कस गर्छौँ हामी पढ्छौँ अल्किनको बारेमा पढ्छौँ र त्यसपछि हामी पढ्छौँ अर्को अल्काइनको बारेमा पढ्छौँ र अर्को पढ्छौँ हामी बेन्जिनको बारेमा पढ्छौँ बेन्जिनको बारेमा मोस्ट अफ द कुराहरू जति पनि रियाक्सन्सको तरिकाहरू थियो त्यो हामीले गरेका छौँ लगभग मोस्ट अफ द केसमा गरेका छौँ र यसमा पनि एकचोटि हामी फेरि हेर्न खोजिरहेको छौँ एकचोटि ध्यान दिनुहोस् है त मैले तपाईँहरूलाई देखाएँ हाइड्रोकार्बनमा हामीले के पढ्छौँ भने जस्तै एउटा हामीले पढ्न खोजिरहेछौँ अल्केन एउटा पढ्न खोजिरहेछौँ अल्केन अर्को पढ्न खोजिरहेछौँ हामी अल्किन अर्को पढ्न खोजिरहेछौँ हामी अल्काइन अर्को पढ्न खोजिरहेछौँ हामी बेन्जिन सो हामीले के देख्छौँ भने सिम्पल अल्केन भनेको स्याचुरेटेड कि अनस्याचुरेटेड ल भनिदिनुहोस् त मलाई एकचोटि Saturated. अल्केन भनेको स्याचुरेटेड होला इम्पोर्टेन्ट कुरालाई नोट आउट गरिरहेको छु है पहिला मैले अल्किन र अल्काइन के होला दिज आर Unsaturated. अनस्याचुरेटेड होला यो चाहिँ दिज आर अनस्याचुरेटेड मतलब हामीले भन्न खोजिरहेको छौँ इट कन्टेन्स ओन्ली के होला भनिदिनुहोस् त कन्टेन्स ओन्ली Single bond. यस भेरी गुड सिंगल बोन्ड होला यसमा बट यसमा के होला भनिदिनुहोस् त Double and triple bond. डबल एन्ड ट्रिपल बोन्ड होला यसमा क्लियर छ यहाँसम्म अर्को कुरा अल्केनको सबसे फर्स्ट मेम्बर भनिदिनुहोस् त सिम्पलेस्ट मेम्बर Methane. मिथेन CH4 इज द फर्स्ट मेम्बर भनिन्छ यसलाई फर्स्ट मेम्बर र अल्किनको लागि फर्स्ट मेम्बर के हुन्छ भनिदिनुहोस् त Ethene. इथिन हुन्छ अल्काइनको लागि फर्स्ट मेम्बर के हुन्छ भनिदिनुहोस् त Ethyne. इथाइन हुन्छ यसलाई के भनिन्छ भनिदिनुहोस् त CH2C डबल बोन्ड CH2 लाई यसलाई भनिन्छ इथाइलिन भन्न मिल्छ यसलाई के भनिन्छ हामीले एसिटाइलिन्स भनिन्छ यसलाई र बुझ्नुभयो नि मतलब फर्स्ट मेम्बर्सहरूलाई एसिटाइलिन भनिन्छ अर्को कुरामा जाउँ अल्केनलाई हामीले प्याराफिन पनि भन्न मिल्छ किन भनिदिनुहोस् त These are also called paraffins. Chemical reaction. Yes, paraffins पनि भनिन्छ because they are less reactive towards chemical reactions. बुझ्नुभयो नि र यसलाई हामीले भन्न सकिन्छ these are called olefins. Olefins पनि भनिन्छ किन होला भनिदिनुहोस् त because they are Oil forming. yes oil forming family भनिन्छ यसलाई oil forming family बुझ्नुभयो यहाँसम्म गुड अब मलाई भन्नुहोस् यो दुईटामा डबल बोन्ड छ छैन चेक गर्नको लागि हामीले के गर्नुपर्छ मलाई भन्न सक्नुहुन्छ Unsaturation test. अनस्याचुरेसन टेस्ट यस अनस्याचुरेसन टेस्ट गर्छौँ अनस्याचुरेसन टेस्ट के राखेर गर्नुपर्छ भनिदिन सक्नुहुन्छ मलाई Bayer's reagent. यस बेयर्स रिएजेन्ट अस्ति गरे हो र यो हामीले Yes, गरे हो ल ठिकै छ के भन टपिकमा एकचोटि संरक्षित भयो भने पहिला एकचोटि हेरौँ बेयर्स रिएजेन्ट र अर्को हामीले गरिन्छ एउटा यस ब्रोमिन वाटर टेस्ट गरिन्छ एउटा बेयर्स रिएजेन्टको फर्मुला भनिदिनुहोस् 1% अल्कलाइन कोल्ड KMnO4 भनिन्छ यसलाई गुड यहाँसम्म बुझ्यौ
अल्केनको जेनरली हाइब्रिडाइजेसन कति देखिन्छ sp3 यसको sp2 यसको SP. sp देखिन्छ बुझ्नुभयो ल यो भयो अल्केन अल्किन र अल्काइनको लागि जेनरल बेसिक कुराहरु मैले गरे बेन्जिनको लागि हामीले देखिरहेछौं यो भनेको के होला यो एरोमेटिक होला कि एलिफेटिक होला Aromatic. पहिला त साइक्लिक होला साइक्लिक एन्ड एरोमेटिक कम्पाउन्ड्स एरोमेटिक किन छ भन्दिनुस् बिकज यसमा अल्टरनेट डबल एन्ड सिंगल बोन्ड छ एउटा कुरा हामी देख्छौं र एउटा हामी देख्छौं के भने यसमा प्लेनर स्ट्रक्चर छ यो बेन्जिन स्टार्ट भइसकेपछि म त्यतिबेला तपाईलाई भन्छु यो हकल्स रुल भने के हो र त्यसपछि हामीले एरोमेटिसिटी एन्टी एरोमेटिसिटी नन एरोमेटिक कम्पाउन्ड्स किन हुन्छ त्यसको बारेमा हामी यहाँ डिटेलमा पढ्छौं है त्यतिबेला नआत्तिनु होला यो अगाडि पढ्दा पनि हुन्थ्यो पछाडी पढ्दा पनि हुन्छ मैले पछाडी राखेको छु र त्यसमा पनि अल्केन अल्किन अल्काइन पढिसकेपछि त्यसपछि हामी एउटा पार्ट पढ्छौं दैट इज डिटेक्सन अफ फरेन एलिमेन्ट्स धेरै टाइम लाग्दैन दोस्रो र पछाडी हामी पढ्छौं है यसमा मतलब अल्टरनेट डबल एन्ड सिंगल बोन्ड छ प्लेनर मतलब कि एउटै प्लेनमा बसिरा हुन्छ यो चाहिँ बुझ्नुभयो नि अस्ति हामीले डिस्कस गरेका थियौं प्लेनर भनेर अर्को कुरा हकल्स रुल फलो गर्छ यसले हकल्स रुल फलो गर्नुपर्छ हकल्स रुलको फर्मुला भनिदिनुस् एकचोटी 4n to 2 पाई इलेक्ट्रोन रुललाई भनिन्छ हकल्स रुल भनेर अरु भनिदिनुस् एकचोटी साइक्लिक हुनुपर्छ कन्जुगेसन हुनुपर्छ हकल्स रुल फलो हुनुपर्छ र हामीले प्लेनमा देखिरहेछौं यो वाला हुनुपर्छ बुझ्नुभयो यति कन्डिसन छ भने हाम्रो के हुन्छ भने यसमा कन्जुगेशन्स कम्प्लिट भइरहेको हुन्छ मतलब यसमा यो कम्पाउन्ड एरोमेटिक छ भन्ने बुझिन्छ अब अर्को कुरा बुझौं बेन्जिनको क्यारेक्टरिस्टिक रिएक्सन के होला व्हाट इज द क्यारेक्टरिस्टिक रिएक्शंस फर द बेन्जिन Electrophilic substitution reaction. करेक्ट ESR reactions भन्छ हामीले यसलाई इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्शन्स द क्यारेक्टरिस्टिक रिएक्शन्स फर बेन्जिन र NH डेरिभेटिभ्स र अल्किन र अल्काइनको लागि Addition. इलेक्ट्रोफिलिक एडिसन रिएक्सन अब यसमा फ्री रेडिकल पनि हुन्छ तर फ्री रेडिकल हुनको लागि कन्डिसन के चाहिन्छ भनेको थिए मैले हेल्प चाहिन्छ भेरी गुड हिट इलेक्ट्रिसिटी लाइट पेरोक्साइड अब यो थाहा हुनु पर्यो कि फ्री रेडिकलको लागि बन्नको लागि हिट इलेक्ट्रिसिटी लाइट पेरोक्साइड छ भने भन्यो यसमा यहाँ पनि आउँछ अल्केनको लागि कुन होला फ्री रेडिकल सब्स्टिट्युसन रिएक्सन हेर्नुस् है जेनरली अल्केनमा रिएक्सन हुँदाखेरि फ्री रेडिकल सब्स्टिट्युसन रिएक्सन्सबाट जान्छौं हामी बुझ्नुहुन्छ यहाँसम्म ल यसमा कसैलाई डाउट केही छ भने सोधिदिनुस् न मलाई एकचोटी यसमा कसैलाई डाउट केही छ छैन है ल त्यसो भए अगाडि बढ्ने त म डाइरेक्ट गएँ डाइरेक्ट हामीसँग छ अल्केन सुरु गर्दैछौं अल्केनको इन्ट्रोडक्सन्सको कुराहरु मैले सबै यहाँ गरिसकेका छु सो यसमा इन्क्लुड गर्नुपर्छ जस्तो मलाई लाग्दैन अब हामी जान्छौं मेथड अफ प्रिपरेशन्स अल्केनको मेथड अफ प्रिपरेशन्समा जाँदाखेरि हामी डिस्कस गर्न खोजिरहेछौं सबसे फर्स्ट पहिला एकचोटी मेथड अफ प्रिपरेशन्समा जाउँ किनकि अबको जति पनि च्याप्टर्सहरु आउँछ नि तपाईले यति कुरा दिमागमा राख्नु लागि हामी अब प्रिपरेसन प्रपर्टिजहरु के छ केमिकल प्रपर्टिज कसरी शो गर्छ त्यो वेले जान खोजिरहेछौं बुझ्नुभयो नि तपाईले जतिले जीओसी हेर्नु भएको छैन जीओसी हेर्नुस् एकचोटी त्यसमा डिटेलमा एकदम स्लोमा एकदम मजाले हामीले डिस्कस गरेका छौं वन बाइ वन टर्म्सहरु गर्दै गएको छौं क्वेशन पनि इभन गरेका छौं हामीले त्यसलाई एकचोटी राम्रोसँग हेर्नु होला बुझ्नुभयो नि त्यसपछि सकिएपछि हामी के गर्छौं त्यसपछि तपाईहरुले आफ्नो हिसाबले हाइड्रोकार्बन्सलाई अगाडि बढाउनु होला अहिले क्लासमा त पढ्नु पर्यो क्लासमा पढ्नु भने अगाडिको पेज देखाइदिनु त के भन्नुस् त अगाडिको पेज देखाइदिनु न एकपल्ट नेट गयो ल है भयो सर ल भयो भनेपछि मैले भनिरहेको थिएँ यसमा हामीले प्रिपरेसन प्रपर्टिजको कुराहरु जनरली बढी डिस्कस गर्छौं इफेक्टहरु कहाँ कसरी लाग्छ भन्ने कुराहरु त्यतिबेला डिस्कस गरेका थियौं त हामीले सोडालाइम डिकार्बोजाइलेसन तिर जाउँ डिकार्बोजाइलेसन भन्ने बित्तिकै यसमा के उडेर जान्छ होला ल भन्नुस् त कार्बन डाइअक्साइड उडेर जान्छ पहिलो कुरा त
कार्बन डाइअक्साइड अब सोडियम छ या त पोटासियम छ भने त्यही अनुसारले त्यसले कार्बोनेट फर्मेसन गरेर जान्छ। यो कुरा हामी डिस्कस गर्छौँ। जस्तै सोडा लाइम डिकार्बोजाइलेसन दिएको छ, मतलब मैले रियाक्सन्सबाटै बुझाउन ट्राई गर्छु। RC डबल बोन्ड ONE दिएको छ, यसमा यहाँ दिएको छ। हामीले यसलाई केमा राख्छौँ मलाई भन्न सक्नुहुन्छ कसैले? हामीले यसलाई केमा राख्छौँ? NaOH र त्यसपछि मैले यसमा राख्छु CaO मा राख्छु। हेर्नुहोस् है, CaO मा राख्छु र यहाँ फर्मेसन के हुन्छ पहिला बनाइहालौँ एकचोटि। यसमा बन्छ RH+, यहाँबाट निस्किन्छ। हेर्नुहोस् है, यहाँबाट के निस्किन्छ भने यति पोर्सन जुन छ नि, यति पोर्सनबाट यहाँबाट Na2CO3 निस्किन्छ। हेर्नुहोस् त निस्किने पोसिबिलिटी छ कि छैन? Na2CO3 यतिबाट Na2CO3 निस्कियो यहाँबाट। यस, यहाँबाट Na2CO3 निस्किरहेको छ भनेपछि यहाँबाट हामीले देखिरहेको छौँ Na2CO3 निस्किरहेको छ। खासमा हामीले हिट गर्दाखेरि निस्किने कार्बोक्सिलिक एसिडबाट के हो? कार्बन डाइअक्साइड हो। मैले भनिरहेको छु कार्बोक्सिलिक एसिडबाट निस्किँदाखेरि पहिला कार्बन डाइअक्साइड निस्किन्छ र त्यसपछि यदि सोडियम छ भने त्यसले त्यही अनुसारले प्रोडक्टको फर्मेसन गर्छ। त्यसले के बनाउँछ? सोडियम कार्बोनेटको फर्मेसन गर्छ यसमा। अब हेर्नु है त एकचोटि, यो जुन कम्पाउन्ड देखिरहेछ यो यसमा R ग्रुप थियो, यहाँ पनि R ग्रुप छ र यसमा हाइड्रोजन देखिरहेछ। यो रियाक्सनबाट एउटा कार्बन चेन डिक्रिज भइरहेछ कि इन्क्रिज भइरहेछ भनिदिइहाल्नुहोस् मलाई एकचोटि। डिक्रिज भयो। डिक्रिज भएको छ। One carbon chain decreases, one carbon chain length डिक्रिज भइरहेछ, मतलब त्यस्तो खालको अल्केन्सको फर्मेसन हुन्छ। यहाँ हामीले अल्केन बनाइरहेको छौँ, अल्केनको फर्मेसन गरिरहेको छौँ। बुझ्नुहुन्छ यहाँसम्म? बुझ्नुहुन्छ है? अब हेर्नुहोस् है एकचोटि फेरि यहाँ हामीले राखिरहेछौँ NaOH plus CaO। यसलाई के भनिन्छ मलाई भन्न सक्नुहुन्छ? NaOH plus CaO सोडा लाइम भनिन्छ। यसलाई सोडा लाइम भनिन्छ। अब फेरि एकचोटि ध्यान दिनु यसमा, NaOH र CaO को रेसियो कति राखिन्छ? 3:1. यस, 3:1 राखिन्छ। NaOH 3 राखिन्छ, CaO 1 राखिन्छ। र क्याल्सियम अक्साइडको फङ्सन के? व्हाट इज द फङ्सन अफ क्याल्सियम अक्साइड इन द रियाक्सन? क्याटलिस्ट त हो, तर अर्को पनि काम छ यसको। अर्को पनि काम छ। भन्नुहोस्। ड्राइङ एजेन्ट। यस, भेरी गुड। यो जुन देखिरहेछौँ क्याल्सियम अक्साइड जुन देखिरहेछौँ यसलाई हामीले ड्राइङ एजेन्टको रूपमा युज गरिन्छ, र हामीले ड्राइङ एजेन्ट भनिसकेका छौँ। ड्राइङ एजेन्ट किन राखिन्छ? किनकि हामीलाई थाहा छ NaOH इज hygroscopic in nature, त्यसैले not used alone, एक्लै युज गर्न मिल्दैन यसलाई चाहिँ। हाइग्रोस्कोपिकको मतलब के मलाई भनिदिनुहोस् एकचोटि। मोइस्चर एब्जर्ब यस, मोइस्चरलाई एब्जर्ब गर्छ यसले। भेरी गुड, मोइस्चरलाई एब्जर्ब गर्ने काम गर्छ। अब NaOH हामीले युज गरिरहेको छौँ, मोइस्चरलाई एब्जर्ब गरिदिरहेको छ भनेपछि अब बुझ्नुहोस् एकचोटि के हुन्छ र यसमा रियाक्सन्स त के हुन्छ? रियाक्सनको डाइरेक्सनै चेन्ज हुन्छ। हामीले नर्मल रियाक्सन गर्न खोजिरहेछौँ, लिक्विड फेजमा गइदिसक्यो, रियाक्सन्सको अर्को तरिका हुन्छ यसमा। बुझ्नुहोस् है? र त्यस कारणले गर्दाखेरि हामीले के देख्यौँ भने यो छ हाइग्रोस्कोपिक नेचरको र यो ड्राइङ एजेन्ट राख्नै पर्छ र यसले के गर्छ भने ड्राई गराउने काम गर्छ। यसको काम यति मात्रै हो रियाक्सन, योभन्दा बढी खासै यसले केही पनि गर्दैन। बुझ्नुभयो नि? केही डाउट छ भने मलाई सोध्नुहोस् एकपटक। सर भन्नुहोस्, म सुन्दैछु। चन्द्र प्रोपर्टिज आफै लेख्ने भन्नुभएको हजुरले? कुन? प्रिपरेसन र प्रोपर्टिज अगाडि आइडल कुनको? यो वाला? अगाडि नेट गयो कि त्यही भएर सुनेन। ए होइन, मैले भन्न खोजेको के भने कुनै डाउट्सहरू छ भने, डाउट भन्दा पनि अब जस्तै इफेक्टहरू कुनमा कसरी लाग्छ भन्ने कुरालाई जुन हामीले युज गर्छौँ नि त्यसलाई हेर्नको लागि अगाडिको पार्टलाई हेर्ने भनेको के। अगाडिको पार्ट राम्रोसँग बुझेर अनि बल्ल अगाडि आउने। अहिले पढिरहेछ भनेपछि यसमा त बुझ्नै पर्यो कुराहरू त, तर सँगसँगै अझै पनि बुझ्नु परिरहेछ भने त्यो टपिकहरूलाई एकदम राम्रोसँग स्ट्रङ बनाउने। त्यति स्ट्रङ छ भने त त्यसपछि अरूमा त केही पनि गर्नु पर्दैन।
यो त हामीले नर्मल तरिकाले लग्छौँ त्यसपछि यहाँ कति रेशियोमा राख्ने कसलाई कति युज गर्ने मात्रै भन्न खोजे मैले बुझ्नुभयो ल एउटा क्वेशन दिए मैले तपाईलाई एउटा क्वेशन तपाईलाई दिएको छ यसमा दिएको छ CH3COONA यसमा राखिरहेको छु मैले यसमा सर एन्सर मात्र भनिदिनु होला यसमा राखिरहेको छु मैले NaOH plus CaO NaOH plus CaO राखिरहेको छु NaOH plus CaO मलाई भन्नुस् त प्रोडक्ट के बन्छ फटाफट Methane. मिथेन बन्छ यसमा बन्छ मिथेन मतलब यो रियाक्सनबाट मिथेन बनाउन सकिन्छ सो एउटा अर्को इम्पोर्टेन्ट कुरा आउँछ मिथेन क्यान बी प्रिपेयर्ड मिथेन क्यान बी प्रिपेयर्ड मिथेन क्यान बी प्रिपेयर्ड इम्पोर्टेन्ट पोइन्ट है त ओके हामी जान्छौँ नेक्स्टमा एउटा क्वेशन दिएको छ इन सोडा लाइम डिकार्बोजाइलेसन रियाक्सन सोडा लाइम इज अ मिक्सचर अफ सिम्पल क्वेशन छ NaOH र B नम्बर एन्सर ल NaOH and CO in 3:1 को रेशियोमा राखिन्छ हामीले करेक्ट अब नेक्स्टमा गएँ त म नेक्स्टमा जाउँ रिडक्सन अफ अनस्याचुरेटेड हाइड्रोकार्बन जेनरली अनस्याचुरेटेड हाइड्रोकार्बनको रिडक्सन गर्नको लागि हामीले अब अरु पनि राखिन्छ खासमा तर हामीले जेनरली रिडक्सन गर्दाखेरि H2Ni राखेर गरिन्छ जस्तै मैले यसमा राखेँ CH2 डबल बोन्ड CH2 प्लस मैले यसमा राखेँ H2 र हामीले गर्न खोजिरहेछौँ के भने H2 र यसमा मैले राखेँ NiPT र PD राखेँ के बन्छ प्रोडक्ट भनिदिनुस् त मलाई एकचोटी इथेन फर्मेसन हुन्छ CH3 बन्छ यसमा यस भेरी गुड अब मैले फेरि के गरे CH ट्रिपल बोन्ड CH लिए प्लस मैले यसमा राखेँ H2 र मैले यसमा राखिरहेको छु सेम टु सेम माथिको सबै युज गरिरहेको छु अब मलाई भन्नुस् प्रोडक्ट के बन्छ पहिला CH2 डबल बोन्ड CH2 आउँछ र फेरि फर्दर रिडक्सन भएर के बन्छ ल भन्नुस् त फर्दर रिडक्सन भएर यहाँ बन्छ CH3 नै बन्छ मैले भनेको बुझ्नुभयो यदि हामीले H2/NiPT र PD युज गर्छौं भने यस्तो खालको रिडक्सनलाई के भनिन्छ ल भन्दिनुस् त यस्तो टाइपको रिडक्सनलाई के भनिन्छ यस क्याटालाइटिक रिडक्सन भनिन्छ यसलाई र क्याटालाइटिक रिडक्सन मात्रै हो अर्को भन्न मिल्छ क्याटालाइटिक यस भेरी गुड हाइड्रोजिनेसन भनिन्छ क्याटालाइटिक हाइड्रोजिनेसन पनि भन्न मिल्छ यसलाई किनकि हाइड्रोजन यसमा एड गर्न खोजिरहेको छौं नि त हामीले सो त्यो कारणले गर्दाखेरि क्याटालाइटिक हाइड्रोजिनेसन पनि भन्न पाइयो यसलाई बुझ्नुहुन्छ यहाँसम्म अब अर्को कुरा बुझौँ है त यदि हामीले यो रिडक्सन गर्दाखेरि यदि हामीले यसमा रेनी निकल युज मात्रै गर्यो इफ रेनी निकल इज युज फेरि भन्नु होला सर रानी निकल हो भन्दा हुन्छ केही फरक पर्दैन रेनी निकल इज युज्ड the reaction is called यो रियाक्सनलाई के भनिन्छ the reaction is called भन्नुस् त के भनिन्छ सेबटायर-सेन्डरेन्स रियाक्सन भनिन्छ यसलाई हेर्नुस् है यो साइन्टिस्टको नाम हो सेबटायर-सेन्डरेन्स रियाक्सन यो ख्याल गर्नु होला सेबटायर-सेन्डरेन्स रियाक्सन्स बुझ्नुभयो यहाँसम्म रेनी निकलको मिनिङ के बोल्नुस् यति साइलेन्ट किन हो छैन सर रेनी निकलको मिनिङ के निकल र एल्युमिनियमको एलोय त ठीक छ तर यो किन राखिन्छ नर्मल निकल राखे पनि त हुन्थ्यो नि यो क्याटलिस्ट हो माने हामीले दिस इज क्याटलिस्ट हैन यो सबै क्याटलिस्ट हो रेनी निकल राख्नुको मिनिङ के भने यो जुन देखिरहेको छौं यसले के गर्छ भने यसले सरफेस एरिया प्रोवाइड गर्छ इट प्रोवाइड सरफेस एरिया प्रोवाइड गर्छ यदि रेनी निकल युज गर्यो भने त्यो यो रियाक्सन्समा गर्ने हुने यही हो यो रियाक्सन्समा यदि हामीले रेनी निकल युज गरेर मात्रै गर्यो भने दैट इज कॉल्ड सेबटायर-सेन्डरेन्स रियाक्सन्स बुझ्नुभयो कि हैन यसमा बुझ्नुभएको सबैले बुझ्यो Yes, sir.
गुड ल अब Yes, एउटा क्वेसन sir. दिए त मैले ल एउटा क्वेसन दिए which of the following which of the following is called Lindlar's catalyst. Lindlar's catalyst. Option A मा दिएको छ PDBSO4 with quinoline. Option B मा दिएको छ PDCaCO3 with sulfur. C मा दिएको छ PDBACO3 with quinoline. Option D मा दिएको छ all of the above. ल भन्नुहोस् आन्सर छिटो कुन होला सोचेर All of the above. ए नै हो कन्फर्म Yes, sir. Yes, sir. ए फर Yes, sir. ल ठिक छ केही छैन हामीले के देख्छौँ भने लिन्डार्स क्याटलिस्ट भनेको ए हो थाहा छ हामीलाई तर बी पनि हो यो पनि हामीले थाहा हुनुपर्छ सी पनि हो यो पनि हामीले थाहा हुनुपर्छ बुझ्नुभयो नि र त्यस कारणले गर्दाखेरि लिन्डार्स क्याटलिस्ट भनेको आन्सर के रहेछ ल भनिदिनुहोस् त D. सी नम्बर यदि PDBSO4 क्विनोलिन राख्यो भने पनि लिन्डार्स क्याटलिस्ट हो PDCaCO3 with सल्फर मतलब क्विनोलिन राखेर पोइजन गर्थ्यो यसमा सल्फरले राखेर पोइजन गर्न पनि मिल्छ एउटै कुरा हो PDCaCO3 with क्विनोलिन यो पनि गर्न पाइयो यसमा बुझ्नुभयो कि भएन यहाँसम्म बुझ्नुभयो है त्यही भएर क्वेसन राखेको छु मैले लिन्डार्स क्याटलिस्टको काम के होला भनिदिनुहोस् एकचोटि मलाई छिटो Complete reduction. यसले गर्छ सेलेक्टिभ रिडक्सन गराउँछ यसले गराउँछ सेलेक्टिभ रिडक्सन गराउँछ मतलब यदि मैले ध्यान दिनुहोस् है एकचोटि यदि मैले कुनै एउटा अल्काइनलाई ट्रिपल बोन्ड राखे यसमा र मैले यसमा सोचिरहेको छु के भने मैले यसमा राखिरहेको छु लिन्डार्स क्याटलिस्ट राखेँ मैले यसमा अब मलाई भन्नुहोस् यसमा प्रोडक्ट के बन्छ होला भनिदिनुहोस् Alkene. के बन्छ Ethene. इथेन बन्छ कि इथिन बन्छ इथेन बन्छ ओके यसमा बन्छ इथेन भेरी गुड तर रङ आन्सर हो लिन्डार्स क्याटलिस्टले गर्छ सेलेक्टिभ रिडक्सन मतलब यसले के गर्छ भने एकचोटि मात्रै रिडक्सन गर्छ बुझ्यो नि त्यो कारणले गर्दाखेरि यसले अब फर्दर अगाडि रिडक्सन गर्न पाउँदैन किनकि खासमा लिन्डार्स क्याटलिस्ट भनेको कसको लागि हो यो अल्किन प्रिपरेसन गर्नको लागि मात्र युज गरिन्छ अल्किनको लागि खासै हामीले युज गरिदैन सो सेलेक्टिभ रिडक्सन कसको भइरहेछ अल्काइनको सेलेक्टिभ रिडक्सन्सबाट अल्किनको फर्मेसन भइरहेछ बुझ्नुभयो नि र यसैलाई भनिन्छ दिस इज कल्ड द लिन्डार्स क्याटलिस्ट कुरो बुझ्नुभयो कि भएन यहाँसम्म बुझ्यो है द्याट इज भेरी गुड अब मलाई फेरि एकचोटि भनिदिनुहोस् यो जुन रियाक्सन अगाडि युज गरेको थियो नि हामीले सेबाटायर सेन्टरेन्स रियाक्सन्स अथवा रिडक्सन रियाक्सन्स यो रियाक्सन्सबाट मिथेन बनाउन सकेला कि नसकेला ल भनिदिनुहोस् त सकिँदैन यसबाट मिथेन बनाउन सकिँदैन भेरी गुड मिथेन क्यान नट बी प्रिपेयर्ड बाइ दिस रियाक्सन CH4 cannot be prepared अर्को कुरा यो रियाक्सनमा टेम्परेचर कति मेन्सन गरिन्छ टेम्परेचर कति राखिन्छ ल भन्नुहोस् त कति राखिन्छ जेनरली कति राखिन्छ 200 देखि 250 डिग्री सेल्सियससम्म राखिन्छ टेम्परेचर अब मलाई भन्नुहोस् टेम्परेचर राखिन्छ यो रियाक्सन एक्जोथर्मिक होला कि इन्डोथर्मिक होला ल भनिदिनुहोस् यो रियाक्सन एक्जोथर्मिक होला यो रियाक्सन एक्जोथर्मिक रियाक्सन हुन्छ अब यहाँ हुन्छ के भने खासमा
कुनै कुनै रियाक्सन्सहरूलाई इनिसिएट गर्नको लागि थोरै हिट सप्लाई गर्नुपर्ने हुन्छ। हामीले के गर्छौँ, यति टेम्परेचर चाहिँ यसमा मेन्टेन हुनुपर्छ। बुझ्नुभयो नि, यो रियाक्सन्सको टेम्परेचर हो, यति टेम्परेचर चाहिँ कन्स्टेन्ट हुनुपर्छ र मतलब सुरुमा इनिसिएट गर्नको लागि चाहिने टेम्परेचर हो खासमा यो चाहिँ। र फर्दर रियाक्सन हुँदै जाँदाखेरि जब अल्केनको फर्मेसन हुन्छ त्यहाँ हिटको इभोल्युसन भइरहेको हुन्छ। त्यसैले यो रियाक्सन हामीले के भनिन्छ, एक्जोथर्मिक भनिन्छ कि इन्डोथर्मिक भनिदिनुहोस् त मलाई। एक्जोथर्मिक। तर तपाईलाई क्वेशन एक्जाममा के दियो भने, तपाईलाई क्वेशन के दियो भने कि फर्मेसन अफ अल्केन फ्रम अल्काइन और अल्किन from catalytic hydrogenation is an example of exothermic reaction. The value of delta H is delta H plus होला कि minus होला? माइनस होला। डेल्टा H माइनस कसको लागि? एक्जोथर्मिक को लागि। डेल्टा H पोजिटिभ कसको लागि? इन्डोथर्मिक को लागि। बुझ्नुभयो कि भने यहाँसम्म? तर बाइ द वे तपाईलाई सोध्यो गिभ्स फ्री एनर्जी के हुन्छ अब यसको लागि? अपोजिट हुन्छ। माइनस र प्लस। ल त्यतिर म गइन, थर्मोडायनामिक्स वाला पार्ट हो। अब यो मैले अलरेडी लेखिसकेको छु। यो सो सेबटायर सेन्ट रेनी निकल राखेर युज गर्यो भने दैट इज सेबटायर सेन्ट व्हिच अफ द फलोइङ रिएजेन्ट, अब यो हामीले पढेका छैनौँ, सो यसलाई अहिले होल्डमा राखौँ र एकछिन पढिसकेपछि बल्ल थाहा हुन्छ है त। सो नेक्स्ट भन्छौँ कोल्ब इलेक्ट्रोलाइटिक रियाक्सन। कोल्ब रियाक्सन हामीले पढेका छौँ, एउटा कोल्ब रियाक्सन मात्रै पढेका छौँ फिनोलको च्याप्टरमा। त्यो वाला कोल्ब होइन, यो फरक वाला कोल्ब हो। यसले के गर्छ भने रियाक्सन्समा अल्केनको प्रिपरेसन गर्छ। यसले चाहिँ ध्यान दिनु होला है त। कोल्ब इलेक्ट्रोलाइटिक मेथडमा हामी जाँदैछौँ। कोल्ब इलेक्ट्रोलाइटिक मेथडमा हामीले के गर्छौँ भने सोडियम सल्ट अफ अथवा पोटासियम सल्ट अफ कार्बोजालिक एसिडलाई युज गर्छौँ। यसलाई दुईटा मोलिकुल राखेँ र यसलाई मैले गरिरहेको छु इलेक्ट्रोलाइज गरिरहेको छु। इलेक्ट्रोलाइज्ड यसलाई मैले राखिरहेको छु इलेक्ट्रिसिटीमा राखिरहेको छु इन द प्रेजेन्स अफ वाटर। मतलब हामीले वाटरै राखेर इलेक्ट्रिसिटी सप्लाई गरिरहेको छौँ खासमा। अब यहाँ हुन्छ कि एक्चुअली ध्यान दिनुपर्छ कुरा हामीले, मतलब यो वाटर मोलिकुल राख्दा पनि मैले दुईटै वाटर मोलिकुल राखिरहेको छु। वाटरलाई ब्रेक गरौँ पहिला, एक्चुअली वाटरलाई ब्रेक गरौँ है त। पहिला रियाक्सन कसरी भएको छ त्यसलाई हेरौँ। एक्चुअली यसलाई मैले यसो लेखेँ, HOH लेखिरहेको छु। यो दुईटा लेखेँ मैले, बुझ्नुभयो कि भने यहाँसम्म? यो दुईटा मैले लेखेँ। अब यसो विचार गर्दाखेरि यहाँबाट निस्किने पोसिबिलिटी के छ पहिला निकाल्दिनुस्। यहाँबाट के निस्किने पोसिबिलिटी छ पहिला हेर्नुस् त। पहिलो कुरा दिमागमा ध्यान दिने है, कार्बोजालिक एसिडको कुनै ग्रुप छ भने त्यसलाई हिट गर्ने बित्तिकै त्यहाँबाट निस्किने भनेको कार्बन डाइअक्साइड हो। पहिलो काम यो कार्बोजालिक एसिडको कार्बोजालिक एसिडको सल्ट हो। मतलब यसमा मैले के गरिरहेको छु भने यति पोर्सनबाट के निकाल्न मिल्छ भनिदिनुस् त? कार्बन डाइअक्साइड कतिवटा मोलिकुल निस्किन्छ भनिदिनुस् त? दुईटा मोलिकुल निस्किन्छ यहाँबाट। सो मैले यहाँ राखेँ दुईटा मोलिकुल्स अफ CO2 मैले निकालेँ यसबाट। दुईटा मोलिकुल्स अफ CO2 निस्किसकेपछि अब यसो विचार गरौँ यसमा। यसलाई ब्रेकडाउन गरौँ न यसरी। यसरी ब्रेकडाउन गर्नुहोस् त। यो सोडियम कतिवटा छ भनिदिनुस् त? दुईटा। र यहाँ एनएच यहाँ OH कतिवटा छ? दुईटा। मतलब के निस्किन्छ अब यसमा? 2 molecules of NaOH। भेरी गुड। प्लस अब एकचोटि फेरि ध्यान दिनु यसमा। यहाँ हेर्नुस् त के बच्यो? 2 एटम्स अफ हाइड्रोजन। यसलाई के लेख्न मिल्छ हामीले? H2 लेख्न मिल्छ कि मिल्दैन? मिल्छ। अब सुन्नुस् है, अब बचेको पार्टलाई हेर्नुस्। यति पोर्सनमा के बच्यो? R ग्रुप बचिरहेछ। मतलब यहाँ मैले लेखिरहेको छु R, फेरि अर्को R जोड्ने है। यहाँ R लेखेँ मैले यसमा। भनेपछि यहाँ बनिरहेछ हाम्रो अल्केनको फर्मेसन भइरहेछ। कतिवटा मोलिकुल बन्छ अल्केन हो भनिदिनुहोस् त? एउटै मोलिकुल बन्छ कि दुईटा मोलिकुल? एउटा मोलिकुल। एउटै मात्र बन्छ। one molecule one गुड, एउटै मात्रै बन्छ यसमा। बुझ्नुभयो नि? ल अब त्यसपछि जाउँ है त यसमा। भनेपछि यति गरे हामीले। अब त्यसपछि एकचोटि ध्यान दिने कुरा इलेक्ट्रोलाइसिस गरिरहेछौँ भनेपछि एनोड र क्याथोडमा जानुपर्छ पक्कै पनि। एनोडमा कुन जान्छ, क्याथोडमा कुन जान्छ भनिदिनुहोस्? यति जुन पार्ट देखिरहेछौँ यो एनोडमा जान्छ। यो एनोड साइडतिर जान्छ, यो जान्छ क्याथोडतिर।
यो जान्छ क्याथोडतिर। अब हामीले अल्किनको कलमा गर्दा पनि सेम त्यही नै गर्छौँ, अल्काइनको गर्दा पनि त्यही नै गर्छौँ, स्टार्टिङ मेटेरियल मात्रै फरक युज गर्छौँ हामीले। अब हेर्नुहोस् NaOH रिमेन्स इन द सोल्युसन, इन सोल्युसनमा राखिरहेको छु मैले। हेर्नुहोस् है, इन सोल्युसनमा राखिरहेको छु। अब यसो विचार गर्नु एकचोटि, यो रियाक्सन्सले कुन मेकानिजम फलो गर्छ? एडिसन सब्स्टिट्युसनतिर नजानुहोस् अहिले, जस्ट कुन मेकानिजम फलो गर्छ त्यति भनिदिनुहोस्। फ्री रेडिकल फ्री रेडिकल कसरी थाहा भयो? इलेक्ट्रिसिटी हेल्प भन्नुभएको थियो। यस, हेल्प मतलब यहाँ हामीले राखिरहेको छौँ इलेक्ट्रिसिटी, मतलब इट फलोज दिस रियाक्सन फलोज, दिस रियाक्सन फलोज, हामीले लेख्छौँ यसमा दिस रियाक्सन फलोज फ्री रेडिकल मेकानिजम, फ्री रेडिकल मेकानिजमलाई फलो गर्छ यसले, फ्री रेडिकल मेकानिजम फलो गर्छ। भेरी भेरी गुड। अर्को पार्टमा जाउँ, यो रियाक्सनबाट मिथेन बन्छ कि बन्दैन? भन्दैन Methane cannot be prepared. Methane cannot be prepared. Methane cannot be prepared. Methane लाई बनाउन सकिँदैन यसमा। बुझ्नुभयो नि? एनोड क्याथोड कहाँ गइरहेछ हामीले बुझिसकेका छौँ यसमा। यो कुरा पनि हामीले बुझ्यौँ। र यो रियाक्सन्समा, यो कन्डिसन्समा हामीले के देख्यौँ भने कार्बन चेन इन्क्रिज भइरहेछ कि कार्बन चेन डिक्रिज भइरहेछ? इन्क्रिज one carbon chain बढ्ला केसमा डबल नम्बर अफ कार्बन चेन आउला, डबल नम्बर डबल कार्बन चेन आउला यसमा। त्यही कुरा लेख्छौँ हामी, किनकि R जति युज गरिरहेछ त्यति नै युज गरिन्छ यसमा। सो डबल नम्बर अफ कार्बन चेन इन्क्रिज हुँदै जान्छ यसमा। यो पनि बुझ्यो हामीले। अर्को कुरा लेट अस सपोज यो जुन हामीले सल्ट युज गरिरहेछ नि, सल्टलाई एउटै मात्र युज गर्न मिल्छ कि मिक्सर पनि युज गर्न सकिन्छ? मलाई रिप्लाई गर्नुहोस् त। पाइन्छ होला सर, भन्नुहोस्। तर मल्टिपल प्रोडक्ट फर्म हुन्छ। यसमा के हुन्छ भने यदि जुन हामीले सल्ट युज गरिरहेछ नि, दिस इज सोडियम सल्ट अफ कार्बोक्सिलिक एसिड, सोडियम सल्ट अफ कार्बोक्सिलिक एसिड हो यो। इफ मिक्सर अफ सल्ट युज गर्यो भने यसमा के भन्छ? मिक्सर भनिदिन्छ यसमा। मिक्सर अफ प्रोडक्ट्स आर फर्म्ड, मिक्सर अफ अल्केन्स आर फर्म्ड, जसलाई सेपरेट गर्न डिफिकल्ट हुन्छ, व्हिच आर difficult to separate, यो सेपरेट गर्न डिफिकल्ट हुन्छ। हो त्यो कारणले गर्दाखेरि मिक्सर यसमा हामीले खासै युज गर्दैन। बुझ्नुभयो कि भएन? बुझ्नुभयो यहाँसम्म? ओके, ल अर्कोमा जाउँ। त्यसपछि एउटा क्वेसन दिन्छु है त म तपाईँलाई। यहाँ क्वेसन छ त, पहिला यो गरौँ। The resulting solution after cold electrolysis is option A मा दिएको छ। resulting solution after cold electrolysis acidic, basic, C मा दिएको छ न्यूट्रल, अप्सन डी मा दिएको छ हाइली एसिडिक भनेर। हाइली एसिडिक ल भनिदिनुहोस् आन्सर। बेसिक किन बेसिक होला? NaOH भेरी गुड। यो जुन देखिरहेछ नि हामीले, यो रियाक्सन्समा सोल्युसनमा यो दिएको छ भने सोल्युसनमा यो दिने बित्तिकै सोल्युसन कस्तो हुन्छ? बेसिक नेचरको हुन्छ या त अल्कलाइन हुन्छ, नेचरको हुन्छ यसमा। बुझ्नुभयो है? सो यो हुन्छ कस्तो नेचरको? दिस इज बेसिक नेचर अर अल्कलाइन नेचर। बुझ्नुभयो यहाँसम्म? गुड। अर्को एउटा क्वेसन म तपाईँलाई दिएँ। फेरि एउटा क्वेसनले के भनेको छ भने द इलेक्ट्रोलाइसिस अफ HCOONA gives. अप्सन ए मा दिएको छ
CO2 plus H2O. अप्सन बी मा दिएको छ CO plus H2O दिएको छ। सी नम्बरमा दिएको छ CO2 plus CH4 plus H2O. H2 दिएको छ। अप्सन डी मा दिएको छ CO plus H2. ल भनिदिनुस् आन्सर मलाई। CO2 plus H2O. CO2 plus H2O. CO2 plus H2O. ठीक छ। त्यसैले फर्स्ट मेम्बरलाई हामीले खासै युज गरिदैन कि, किनकि यो डाइरेक्ट के भन्छ भने यति पोर्सनबाट यहाँबाट या त वाटर राख्ने हो नि त, हामीले खासमा H2O पनि राख्छौँ। सो वाटरमा खासै केही पनि हुँदैन, यहाँबाट के निस्किन्छ, कार्बन डाइअक्साइड निस्किन्छ र अरू पार्टले रिएक्सन पार्टिसिपेट गर्दैन, जे वाटर मोलिकुल छ त्यही नै बसिरहेको हुन्छ। CO2 plus H2O भन्छ यसमा। कुरा बुझ्नुभयो सबैले? एउटा क्वेसन दिएको छ हेर्नु त। Electrolysis of an aqueous solution of sodium ethanoate yield which gas primarily at anode? Ethane. सोचेर है त। कुन भन्छ? हाइड्रोजन इथेन हेर्नुस् है, क्वेसनले भनेको छ के भने प्राइमरली एट एनोड भनेको छ, मतलब एनोडमा के बनिरहेछ भन्नुस् त, या त यो बनिरहेछ या त बनिरहेछ कार्बन डाइअक्साइड। तर हामीलाई चाहिएको प्रोडक्ट के हो? चाहिएको प्रोडक्ट के हो यसमा? अल्केन। सो हाम्रो के बन्छ यसमा? इथेनको फर्मेसन हुन्छ। यहाँ के बनिरहेछ? इथेन। कहाँ छ इथेन? अप्सन बी मा छ। यस, अप्सन बी मा छ। बुझ्नुभयो है? इथेन बन्छ करेक्ट। इथेन बन्छ कि अर्को बन्छ होला, मलाई डाउट लागिरहेछ। इथेन नै भन्छ। इथेन नै बन्छ नि, इथेन नै बन्छ नि। गुड गुड, भेरी गुड। ल ठिक छ। त्यसपछि म तपाईलाई राख्छु नेक्स्ट पार्ट। यहाँसम्म डाउट कसैलाई छ? नो सर। गुड। ल नेक्स्टमा जाउँ। यो त मार्केटमा चल्या रियाक्सन हो, वुड्स भइएको रियाक्सन हैन। 12 मा कति सजिलो लागेको थियो हामीलाई। वुड्स रियाक्सन्समा हामीले गरिन्छ के भने तपाईलाई थाहा छ अल्काइल हाइलाइड दुईटा मोलिक्युल युज गरिन्छ। अर्को कुरा म तपाईलाई यसमा जोडे फेरि अल्केन, अल्किन, अल्काइन र बेन्जिन। यदि फिंगरप्रिन्टमा मतलब फिंगरप्रिन्टमा लेख्ने भने हैन, यदि तपाईले याद गर्नुभयो भने नि 12 को जुन पोर्सन आउँछ नि त्यसमा केही पनि छैन, त्यसपछि सबै एउटै फ्लोमा आउँछ है। यो पनि दिमागमा होस्। 11 को अर्ग्यानिक पुरै क्लियर होस् कि तपाईको दिमागमा सेट होस्। 12 को अर्ग्यानिक केही पनि छैन त्यसपछि। ल त्यही अनुसारले हामी पढ्छौँ। वुड्स रियाक्सन्समा हेर्दाखेरि म तपाईलाई देखाउँदैछु यसमा के भने मैले यसमा राखेँ RX plus 2 molecules of Na प्लस मैले यसमा राखेँ XR र त्यसपछि यहाँ हामीले राखिरहेछौँ ड्राई इथर र यसमा के बन्छ ल भन्नुस् त केटी? यहाँ R प्लस AX। भेरी गुड। अल्केन बनिरहेछ यसमा। अल्केनमा कार्बन चेन डबल भएर आउँछ कि 1 कार्बन चेन बढ्छ? डबल नम्बर अफ कार्बन चेन इन्क्रिजेस। एउटा यो देख्यो हामीले। अर्को कुरा यहाँ हामीले अल्काइल हैलाइड युज गर्दाखेरि सेम राखिन्छ कि डिफरेन्ट राखिन्छ भनिदिनुस्? सेम। अल्काइल हैलाइड मस्ट बी सेम हुनुपर्छ। मस्ट बी सेम अथवा यसलाई भने चलन छ सिमेट्रिकल हुनुपर्छ। किन? यदि डिफरेन्ट बन्यो भने के होला हेर्नुस् है। इफ डिफरेन्ट अल्काइल हैलाइड इज यूज्ड, इफ डिफरेन्ट अल्काइल हैलाइड इज यूज्ड, अल्काइल हैलाइड युज गर्यो भने यसमा के बन्छ भने यसमा आउँछ मिक्सचर अफ अल्केन्स आर फर्म। मिक्सचर अफ अल्केन्स यसमा के हुन्छ? आर फर्मड। मिक्सचर अफ अल्केन्स को फर्मेसन हुन्छ यसमा।
अब मिक्सचर अफ अल्केन भन्ने बित्तिकै यसलाई सेपरेट गर्न डिफिकल्ट हुन्छ हामीलाई सो इट इज डिफिकल्ट टु सेपरेट त्यस कारणले गर्दाखेरि हामीले जनरली यो दुईटा सेम राखेर काम गर्नुपर्छ सिमेट्रिकल युज गर्छौं यसमा बुझ्नुहुन्छ यहाँसम्म र अर्को कुरा तपाईले फेरि पनि बुझ्नुपर्छ डबल नम्बर अफ कार्बन चेन इन्क्रिज हुन्छ इवन नम्बर आउँछ कि अड नम्बर आउँछ यसमा Even. यो पनि बुझ्नुपर्छ having even number of carbon atom तपाईलाई अर्को कुरा मैले जोड दिए यदि कुनै रिएक्सन्समा मेटलको युज भएको छ मेटल युज गरिरहेको छ भने त्यसले पनि के गर्छ भने HELP हेल्प जस्तै काम पनि गर्छ मतलब मेटल युज गरिरहेछ भने त्यसमा एउटा काम के हुन्छ त्यसमा फ्री रेडिकल मेकानिजम जान्छ लेख्नुस् है यसले कुन मेकानिजम फलो गर्छ इट फलोज फ्री रेडिकल मेकानिजम it follows free radical mechanism लेख्नुस् त it follows free radical mechanism बुझ्नुभयो यहाँसम्म गुड यो कुरा मैले गरे अब त्यसपछि अर्कोमा जाउँ यो जुन ड्राई इथर दिएको छ नि ड्राई इथर कस्तो खालको सल्भेन्ट हो पोलर कि नन पोलर पोलर कि नन पोलर पोलर सल्भेन्ट तर नन पोलर ओके भनेपछि रिभिजन भएन भन्ने थाहा भयो रिभिजन अब इथरमा कुनै एउटा इथर युज गर्न सकिन्छ CH3 ओ CH3 डाइथर इथर युज गरे पनि मैले भनेको थिएँ के भन्ने इलेक्ट्रोनेगेटिभ ग्रुपहरु कार्बन सँग अट्याच छ भने त्यस्तो खालको सल्भेन्टलाई के भनिन्छ दैट इज पोलर सल्भेन्ट हो तर पोलरमा कुन सल्भेन्ट पोलर एप्रोटिक सल्भेन्ट भनेको थिएँ हामीले बुझ्नुभयो कि भएन दैट इज कॉल्ड पोलर एप्रोटिक सल्भेन्ट युज गरिन्छ मतलब ड्राई इथर जुन राखिरहेको छौ यो त सल्भेन्ट हो ठीक छ मान्यो तर कुन सल्भेन्ट हो यो पोलर एप्रोटिक सल्भेन्ट हो मैले क्लियरली भनेको थिएँ त्यतिबेला तपाईलाई सल्भेन्ट पढाउँदाखेरि र सल्भेन्टको टाइपमा पोलर नन पोलर पोलरमा दुईटा पोलर प्रोटिक पोलर एप्रोटिक पोलर प्रोटिकमा भनेको थिएँ मैले तपाईलाई कि H प्लस हाइड्रोजन सँग इलेक्ट्रोनेगेटिभ हाइली इलेक्ट्रोनेगेटिभ ग्रुप जोडेको छ भने त्यतिबेला त्यो सल्भेन्टलाई के भनिन्छ पोलर प्रोटिक भनिन्छ मैले भनेको थिएँ र यदि कार्बन सँग जोडेको छ या त हाइड्रोजन सँग जोडिएको छैन भने त्यसलाई के भनेको थिएँ हामीले पोलर एप्रोटिक भनेको थिएँ हामीले याद आयो अलिअलि यस सर अलिअलि झ्यारझ्यार आइरहेछ है रिभिजन कम भयो नि त ठिकै छ ल केही भएन कहिलेकाहीँ हुन्छ ल कहिलेकाहीँ चल्छ केही छैन तर पढ्न चाहिँ पर्यो है ल अब त्यसपछि म अगाडि बढेँ ल यति कुरामा कसैलाई डाउट के छ भने भनिदिनुहोस् एकपटक मलाई छैन है अगाडि बढौँ त्यसो भए ल म अगाडि बढ्छु एउटा छ फ्रैंक भैयाको रिएक्सन दैट इज कॉल्ड फ्रैंकलाइन रिएक्सन्स मा धेरै नयाँ कुरा खासै के पनि गर्दैनौ हामीले गर्छौं के भने RX लाई हामीले के गर्छौं भने Zn मा राख्छौं यसलाई जिंक मेटल मा राख्छौं र यसमा के बन्छ सेम उड्स रिएक्सन के अल्टरनेटिभ हो खासमा यो चाहिँ मतलब उड्स रिएक्सन्स सोडियम मा युज गरिन्छ यसलाई केमा राखिन्छ यसमा एउटा चीज पनि तपाईले बुझ्नु पर्छ सोडियम भनेको एक्टिभ मेटल हो है एक्टिभ मेटल यो सोडियम यतिकै राख्यो हातमा राख्यो मोइस्चर एब्जर्ब गर्यो भने त्यहाँ पड्किहाल्छ फेरि एक्टिभ मेटल हो तर फ्रैंकलाइनमा जिंक एक्टिभ मेटल हो होइन जिंक डी ब्लक को मेटल हो त्यसकारणले गर्दाखेरि जिंकलाई त्यति खासै ड्राई इथरको नेसेसरी हुँदैन तर राख्दा झन् बेटर भयो यसमा यहाँ हामीले राखेरै काम गर्छौं ड्राई इथर कम्पल्सरी छैन र यो दुईटा निस्केर के बन्छ यसमा हेर्नुस् त यसमा बन्छ ZnX2 को फर्मेसन भइराछ प्लस RR बनिराछ मतलब के हो तरिका सबै सेम हो सबै उड्स रिएक्सन्स कै क्याटेगोरीमा पर्छ तर फरक कुरा के हो भने हामीले सोडियम को रिप्लेसमा कुन मेटल राखिराछौं मलाई भनिदिनुस् एकचोटी सोडियम को रिप्लेसमा जिंक राखिराछौं सोडियम र जिंक मध्ये कुन बढी रिएक्टिभ
सोडियम सोडियमको लागि कम्पल्सरी कन्डिसन के चाहिन्छ? ड्राइथर। ड्राइथर कस्तो खालको सल्भेन्ट? पोलार एप्रोटिक सल्भेन्ट। किन पोलार एप्रोटिक सल्भेन्ट भनिन्छ यसलाई? decrease the rate of reaction. डाइरेक्टली हाइड्रोजन फर्म गर्दैन यस, इलेक्ट्रोनेगेटिभ ग्रुपहरू कार्बनसँग जोडिया हुन्छ, त्यसैले यसलाई भनिन्छ पोलर एप्रोटिक सल्भेन्ट भनेर। बुझ्नुहुन्छ नि? गुड। ल अगाडि बढौँ। यति मात्रै हो यसमा, त्योभन्दा बढी खासै केही पनि छैन भए। म जाँदैछु नेक्स्टमा। नेक्स्ट इज फ्रम ग्रिनार्ड रिएजेन्ट। ग्रिनार्ड रिएजेन्टलाई के गरिसकेपछि हाम्रो अल्केन बन्छ? ल भनिदिनुहोस् मलाई। Hydrolysis. हाइड्रोलाइसिस हो। हाइड्रोलाइसिस अफ मतलब वाटर राख्छौँ यसमा। भनेपछि हामीलाई थाहा छ ग्रिनार्ड रिएजेन्ट भनेको RMgX हो प्लस हामीले राखिरहेछौँ वाटरको मोलिक्युल्स र यति गर्ने बित्तिकै यहाँ चाहिँ हामीले के गर्छ भने यसमा चाहिँ हाम्रो के बन्छ भने अल्केन बन्छ, थाहा छ। तर कसरी बन्छ एक्चुअली हेर्नुहोस् है। वाटरको मोलिक्युल ब्रेक हुँदाखेरि नेगेटिभ पार्ट पोजिटिभ पार्ट हामीलाई थाहा छ RMgX दिएको छ ग्रिनार्ड रिएजेन्ट हो। म्याग्नेसियम अलवेज पोजिटिभ, यो नेगेटिभ यो पनि नेगेटिभ, तर म्याग्नेसियमले आफ्नो एक्सलाई कहिले पनि छोड्दैन। यो कुरा दिमागमा राख्नु होला। ग्रिनार्ड रिएजेन्टको जति पनि रियाक्सन्सहरू आउँछ RMgX मा म्याग्नेसियमले आफ्नो एक्सलाई कहिले पनि छोड्दैन, तर बिचरा यो R ग्रुपको गल्ती केही नै थियो र यसलाई छोडिदिन्छ यसले। तर यो पार्ट इजिली ब्रेकडाउन हुन्छ र हामी एकचोटि विचार गरौँ। म्याग्नेसियम अलि अर्कै खालको मान्छे हो कि खासमा, एक्सलाई सँगै राखेको छ, यहाँबाट पनि बोन्ड ब्रेक भइसकेको छ, भएको R ग्रुप निस्केर जान्छ र R ग्रुप निस्किने बित्तिकै यहाँ कुन पार्ट बच्यो? पोजिटिभ पार्ट। यो पोजिटिभले हाइड्रोजनलाई लिख्छ कि OH माइनसलाई लिख्छ? OH माइनस OH माइनसलाई लिख्छ। भनेपछि यहाँ के बन्छ भनिदिनुहोस् त प्रोडक्टमा? MgOH बन्छ प्लस। अब त्यसपछि बचेको पार्टलाई हेरौँ, यसमा R र यसमा H आइरहेछ, द्याट इज कल्ड द अल्केन। र हामीलाई यो पनि थाहा छ ग्रिनार्ड रिएजेन्टको रियाक्सन्स जहाँ पनि युज गरिन्छ त्यहाँ के राखिन्छ? हामीले ड्राइथर राखिन्छ, किनकि हामीलाई थाहा छ ग्रिनार्ड रिएजेन्ट अर्ग्यानोमेटालिक कम्पाउन्ड्स हो, हाइली रियाक्टिभ नेचरको हुन्छ, आफैमा रियाक्टिभ नेचरको हुन्छ है। बुझ्नुहुन्छ नि यहाँसम्म? CH3MgBr मा मैले वाटर राखेँ भने मलाई एकपटक भनिदिनुहोस् यसमा प्रोडक्ट के बन्छ होला? Methane. मिथेन बन्छ यसमा। मिथेन फर्मेसन हुन्छ, CH4 प्लस MgOH आउँछ यसमा। कसैलाई डाउट केही भयो? नो सर ल अगाडि बढेँ है त म। नेक्स्ट पार्ट हामीसँग छ रिडक्सन। रिडक्सन मतलब के? रिडक्सनलाई डिफाइन गरिदिनुहोस् न एकचोटि। हामीले रिडक्स रियाक्सन पढेछौँ त। एडिशन अफ हाइड्रोजन एडिसन अफ हाइड्रोजन गुड। कसैले के भन्दै हुनुहुन्थ्यो? Removal of electropositive. तिम्रो आवाज अलि काटेर आइरहेछ। अगाडिको स्लाइड देखाउनु न एकचोटि। ओके लियो। भयो सर। भयो, अगाडि बढौँ। यस। ल म अगाडि बढेँ त। सो रिडक्सन दिएको छ। अब यति कुरा बुझ्नु पर्यो। रिडक्सन गर्दाखेरि हामीले रिडक्सन कसको गर्छौँ भने एउटा त हामीले हेलो अल्केनको रिडक्सन गर्न सकिन्छ। हेलो अल्केनको रिडक्सन गर्दाखेरि यहाँ बन्छ अल्केनै फर्मेसन हुन्छ। तर अरूको पनि रिडक्सन गर्न सकिन्छ हामीले। अरूको रिडक्सन जस्तै हामीले अल्कोहलको रिडक्सन गर्न सकिन्छ हैन। त्यसपछि कार्बोक्सिलिक एसिडको रिडक्सन गर्न सकिन्छ। त्यो रिडक्सन गरेर पनि हामीले बनाउन सकिन्छ अल्केन। बुझ्नुहुन्छ यहाँसम्म? रिडक्सन भनेको सिम्पल कुरा हामीले के बुझाउँछ भने एडिसन अफ हाइड्रोजन भन्न मिल्छ कि मिल्दैन? मिल्छ रिमुभल अफ अक्सिजन भन्न मिल्छ कि मिल्दैन? मिल्छ रिमुभल अफ अक्सिजन, यति कुरा मात्रै। हेर्नुहोस् है, रिडक्सन गर्दाखेरि हामीले राख्छौँ रिड्युसिङ एजेन्ट। रिड्युसिङ एजेन्ट ल भन्नुहोस् त के होला रिड्युसिङ एजेन्ट?
लिथियम एल्युमिनियम हाइड्राइड एउटा त हामीले राख्छौँ लिथियम एल्युमिनियम हाइड्राइड, एउटा राख्छौँ लिथियम एल्युमिनियम हाइड्राइड LiAlH4, अर्को भनिदिनुहोस् मलाई। एउटा राखिन्छ हामीले NaBH4, एउटा राखिन्छ NaBH4 सोडियम बोरोहाइड्राइड, अर्को राखिन्छ के SnHCl, गुड। अर्को के राख्न मिल्छ ZnHCl, अर्को के राख्न मिल्छ FeHCl राख्न मिल्छ, अर्को भनिदिनुहोस् मलाई। ZnH2 पनि राख्न सकिन्छ यसमा, यस ZnH2 पनि राख्न सकिन्छ, ZnH2 पनि राख्न सकिन्छ। अर्को Z10CS3OH नम्बर 5 सोडियम NaC2H5OH राखिन्छ, जेनरली राख्दाखेरि सोडियम राखेर काम गरिन्छ है त। अब अर्को रिड्युसिङ एजेन्ट भनेको H2Ni राखेर पनि काम गर्न सकिन्छ, PD राखेर पनि काम गर्न सकिन्छ। यो सबै राखिसकेपछि हेर्नुस् यो रिड्युसिङ एजेन्ट हो। मैले एकैचोटि गर्न खोजिरहेको छु RX लाई यदि मैले यसमा राखेँ के भने, यदि मैले RX लाई यो रिड्युसिङ एजेन्टमा एड गरे भने यसले के बनाउँछ, यसले बनाउँछ अल्केन, यसले बनाउँछ अल्केन। मतलब यो कसको रिडक्सन गरे मैले, दिस इज हेलो अल्केन को रिडक्सन गरे, हेलो अल्केन को रिडक्सन गरे। ध्यान दिनुस् एकचोटि। अब मलाई भन्नुस् हेलो अल्केनमा RX जुन देखिरहेको छ हामीले RBr राख्न पनि सकिन्छ। यसमा हामीले के गर्न सकिन्छ भने हामीले गर्न सकिन्छ RBr राख्न पनि सकिन्छ, एउटा RI राख्न सकिन्छ, एउटा RBr राख्न सकिन्छ, एउटा RCl राख्न सकिन्छ, एउटा RIRF राख्न सकिन्छ। मलाई भन्नुस् यो चारवटा मध्ये सबसे बढी रिएक्टिभ कुन होला, कसले चाँडै अल्केनको प्रोडक्सन गराउँछ होला? RI ले गर्छ, भेरी गुड, RI ले गर्छ। मतलब किन RI ले गरिरहेछ, दिस इज मोर रिएक्टिभ। हेर्नुस् है, दिस इज रिएक्टिभिटी अर्डर, रिएक्टिभिटी अर्डर। कन्सेप्ट सिम्पल छ, तपाईले भन्नुहुन्छ मलाई, ल भनिदिनुस् एकचोटि। easily bond dissociated electron transfer। किनकि एउटा कुरा के भयो भने यो आयोडिनको साइज ठुलो हुन्छ, साइज ठुलो हुने बित्तिकै इफेक्टिभ न्युक्लियर चार्ज त्यति राम्रो हुँदैन र यो दुईटाको बोन्ड के हुन्छ भने विक हुन्छ। बोन्ड विक हुनु भनेको रिएक्सन चाँडै हुनु हो कि रिएक्सन ढिलो हुनु हो? चाँडै हुनु। रिएक्सन चाँडै हुनु भनेको रेट अफ रिएक्सन्स बढ्नु हो घट्नु हो? बढ्नु हो। मतलब रिएक्सन्स के भइरहेछ, इन्क्रिज भइरहेछ। बुझ्नुहुन्छ नि? रिएक्सन के भइरहेछ, इन्क्रिज भइरहेछ। ठिक छ, यहाँसम्म बुझ्नुभयो? ओके, अगाडि बढौँ त्यसो भए। सो त्यसपछि म अगाडि जान्छु अर्को टाइपको रिडक्सन है त। रिडक्सन गरौँ, तर कसको रिडक्सन गरौँ भने हामीले गर्न खोजिरहेछौँ अल्कोहल, अल्डिहाइड, कीटोन, कार्बोक्सिलिक एसिड, अल्डिहाइडको रिडक्सन विथ हामीले गर्न खोजिरहेछौँ रिडक्सन विथ हामीले राखिरहेछौँ रेड फस्फोरस प्लस HI। यो राखेर डाइरेक्ट गर्न खोजिरहेछौँ हामीले, यो राखेर हामीले डाइरेक्ट रिडक्सन गर्न खोजिरहेछौँ। भनेपछि यसमा रिडक्सन गर्दाखेरि देखिन्छ के भने जब मैले कतै राखेँ RCH2OH राखेँ, यसमा मैले यसमा राखेँ RCHO राखेँ, मैले यसमा यदि मैले यसमा राखिरहेको छु RCOOH मैले राखेँ, यसमा मैले राखेँ RCOR राखेँ मैले यसमा। यो सबै कन्डिसन्समा यदि रिडक्सन भयो भने यसले दिन्छ के, हेर्नुहोस् है, यसले दिन्छ कि यसमा रिडक्सन गर्यो भने मतलब रेड फस्फोरस प्लस हामीले राख्यौँ I2, हामीले राख्यौँ यसमा HI, हामीले राख्यौँ यसमा HI, के बन्छ यसमा भनिदिनुहोस् त? यसमा भन्छ अल्केन। अब जति कार्बन होस् यसमा सेम त्यही नै आउने भयो यसमा, बुझ्नुभयो नि? भनेपछि यो कुरा त बुझ्यौँ अल्केन भन्छ, तर रेड फस्फोरस र I2 राख्ने बित्तिकै यसमा टेम्परेचर कति मेन्टेन हुनुपर्छ? भन्नुस् 300 Yes, sir. 300 र हामीले राख्छौँ 425 केल्भिन।
यो टेम्परेचर जनरली हामीले युज गरिरहेको हुन्छौँ सबै कन्डिसन्समा है यो टेम्परेचर जनरली हामीले युज गरिरहेको हुन्छ अब यसलाई डिग्री सेल्सियसमा कन्भर्ट गर्नुस् त कति हुन्छ यसको टेम्परेचर मलाई भन्नुस् त गर्नुस् है गर्नुस् यसको डिग्री सेल्सियस आफै कन्भर्ट गर्नु होला डिग्री सेल्सियस कति आउँछ मलाई भन्नु होला म अगाडि बढे 152 152 हो कन्फर्म गर्नुस् है 150 ल ठिक छ ल म अगाडि बढे त्यसो भए ठिक छ अर्कोमा गएँ त म अर्को रिडक्सनमा गएँ म जस्तै एउटा क्वेसन दिएको छ हामीलाई एउटा क्वेसन दिएको छ हामीलाई के दिएको छ भने हामीलाई दिएको छ CH3 CHO दिएको छ र हामीले राख्यौं के भने हामीले यसमा राखिरहेको छौं ZnHg conc HCl दिएको छ र यसमा हाम्रो फर्मेसन भइरहेको छ कम्पाउन्ड A बनिरहेछ यहाँ कम्पाउन्ड A बनिरहेछ द कम्पाउन्ड A is तपाईलाई थाहा भइसक्यो के बन्छ भनेर द कम्पाउन्ड A is propane द कम्पाउन्ड B यसमा लेखे मैले इथेन कम्पाउन्ड C is ब्युटेन कम्पाउन्ड D मैले लेखिरहेको छु यसमा कम्पाउन्ड D लेखिरहेको छु मैले यसमा लेखिरहेको छु मैले हेक्सेन ल भन्दिनुस् इथेन भन्छ यस इथेन भन्छ धेरै सोच्नु परेन यदि हामीले ZnHg conc HCl राखेर काम गरिरहेको छौं भने यसमा हाम्रो यहाँ फर्मेसन हुन्छ इथेन हामीलाई थाहा भइसक्यो CH3 तर कतिवटा हाइड्रोजन राख्यो हामीले यसमा ल भन्नुस् त एउटा त वाटर निस्किन्छ हामीलाई थाहा छ H2O निस्किन्छ यहाँबाट हाइड्रोजन निस्किरा अक्सिजन निस्किरहेछ अक्सिजन गयो यो अक्सिजनलाई वाटर बन्नको लागि दुईटा हामीले हाइड्रोजन दिइराछौं दुईटा मैले जोडिसकेका छु मतलब यहाँ CH मात्रै बचिरहेछ दुईटा हाइड्रोजन मैले एड गरिरहेछु मतलब कतिवटा राखे मैले यसमा चारवटा ओके बुझ्नुभयो यहाँसम्म नाइस ल यति कुरा गर्यो एन्ड यो रियाक्सन्स को नाम कतै सुना जस्तो लाग्छ क्लेमेन्सन This reaction is called Clemenson's reduction reaction मतलब यदि क्लासमा तपाईहरुले आफ्नो CR लाई याद गर्नुभयो भने यो CR को रियाक्सन हो क्लासको CR भन्ने बित्तिकै क्लेमेन्सन रिडक्सन रियाक्सन्स याद गर्नुस् है क्लासको CR भन्ने बित्तिकै क्लेमेन्सन रिडक्सन रियाक्सन्स यस्तै टाइपको एउटा अर्को रियाक्सन छ जसले अल्केनै दिन्छ अल्डिहाइड कीटोनबाट उल्फ-किस्नर रिडक्सन रियाक्सन्स ल हामीले लेख्न खोजिरहेछौं उल्फ-किस्नर रिडक्सन रियाक्सन्स मतलब यदि मैले अल्डिहाइड राखे CH3 हेर्नुस् है CH3 C डबल बोन्ड यसमा मैले H राखे तर यसमा रिएजेन्ट के चाहिन्छ भन्नुस् त हाइड्रोजन यसमा राख्नुपर्छ हामीले हाइड्रोजन NH2 पहिला NH2 राख्छौं हामीले फर्स्ट केस सेकेन्ड केसमा के गर्छौं इथाइलिन ग्लाइकोल र हामीले KOH पनि राखेर काम गरिन्छ KOH पनि राखेर काम गरिन्छ यो गरिसकेपछि यहाँबाट एउटा निस्किन्छ कि एउटा त वाटर निस्किने भो अर्को के निस्किन्छ यसमा नाइट्रोजन ग्यास निस्किन्छ र एउटा के बन्छ यसमा CH3 मतलब अल्डिहाइड र कीटोन दुवैको रियाक्सन है ख्याल गर्नुस् यो दिस रियाक्सन यो भनेको कुन रियाक्सन बेला भन्नुस् त मलाई एकचोटी Wolff-Kissner reaction. This is Wolff-Kissner reduction reaction हो Wolff-Kissner reduction reactions Clemmensen reduction reaction Wolff-Kissner reduction reaction aldehyde ketone दुवैमा हुन्छ यो दुवैको रियाक्सन है ख्याल गर्नु होला these reactions Clemmensen reduction reactions and Wolff-Kissner reduction reactions are used to convert aldehyde
aldehyde and ketone directly into alkane मा कन्भर्ट गर्छ, डाइरेक्टली इन्टु अल्केन मा कन्भर्ट गर्छ। कुरा बुझ्नुभयो कि भने यहाँसम्म? Yes, बुझ्यो sir. गुड, भेरी गुड। इम्पोर्टेन्ट रिएक्सन्स हो है, ख्याल गर्ने। यही रिएक्सन पछि गएर फेरि हामी कहाँ पढ्छौँ, अल्डिहाइड किटोनमा पढ्छौँ। र त्यति बेला तपाईँले मलाई भन्नुहुन्छ सर यो त पढिसक्यो हामीले, बुझ्नुभयो नि? सो त्यो हिसाबले हामी जाँदैछौँ है त। ओके, सो ZnHg लाई हामीले के नामले चिनिन्छ भन्नुहोस् त? ZnHg त्यसको एउटा नाम छ, के भनिन्छ? अमलगम बबलगम। गुड, अमलगम बबलगम समथिङ भनिन्छ। ठिकै छ, ल अर्कोमा जाउँ है त। त्यसपछि एउटा अर्को रिएक्सन छ हामीसँग। नम्बर आई थिङ्क कति पुगेको छ? नम्बर 6। यो नम्बर 7 राख्न सक्यो, ठिकै छ, ल के भएन। नम्बर 7 मैले राख्ने। नम्बर 7 मा हामीले लेख्न सक्छौँ, नम्बर 7 मा लेख्न सक्छौँ हाइड्रोलाइसिस अफ एल्युमिनियम कार्बाइड लिएर काम गरौँ त एकचोटि। एल्युमिनियम कार्बाइडको फर्मुला भन्नुहोस् त मलाई एकचोटि। व्हाट इज द फर्मुला अफ एल्युमिनियम कार्बाइड? भन्नुहोस् छिटो। Al4C3. Al4C3, भेरी गुड। Al4C3 किन भनियो यसलाई? Al4C3 हेरौँ है त। Al4C3 हामीलाई थाहा छ एल्युमिनियमको भ्यालेन्सी 3 र कार्बनको भ्यालेन्सी 4, टेट्रा भ्यालेन्सी। अब यसमा काट्ने ठाउँै छैन भनेपछि हामीले डाइरेक्ट के राख्छौँ? 4 र 3 राखिदिन्छौँ। बुझ्नुभयो यहाँसम्म? प्लस जब यसमा मैले वाटर राख्छु, यो केसमा प्रोडक्ट के बन्छ ल भन्नुहोस् त? पहिला बाइप्रोडक्ट निकाल्नुहोस् एकचोटि। बाइप्रोडक्ट निकाल्नुहोस्। यहाँबाट हेर्नुहोस् है। पहिला यहाँबाट वाटरलाई यसरी ब्रेक गरौँ। एल्युमिनियमलाई पहिला निकाल्न ट्राई गर्नुहोस्। एल्युमिनियम के को फर्ममा निस्किन सक्छ? हाइड्रोक्साइड। मतलब हाइड्रोक्साइड भन्दाखेरि के भन्छ ल भन्नुहोस् त? OH होल 4 कि होल 3? होल 3 होला सायद, पक्कै पनि, किनकि एल्युमिनियमको भ्यालेन्सी यसमा आउने हो नि त हाम्रो। बुझ्नुभयो नि? यो एल्युमिनियमको जुन 3 भ्यालेन्सी छ, 3 भ्यालेन्सी गएर यसमा तल आउने हो। अब बचेको पार्टमा के बन्छ होला? कार्बन 3टा दिएको छ यसमा, C3 दिएको छ र यसमा हाइड्रोजन पनि दिएको छ। अब कुन अल्केन बन्छ होला? एउटा कार्बन बन्छ कि दुईटा कार्बन बन्छ ल भन्नुहोस् त? मिथेन। के बन्छ? मिथेनै बन्छ होला यसमा। यस, एउटै कार्बन बन्ने यसमा यहाँ बन्छ CH4 नै बन्छ। ध्यान दिनुहोस् है, यहाँ बन्छ CH4। लगभग एकचोटि ब्यालेन्स गरिदिनुहोस् न। एकचोटि ब्यालेन्स गरिदिनुहोस्। 3CH4 3CH4, ओके, 3 राख्छौँ यसमा हामीले। अनि 4AlOH3 4 राख्छौँ यसमा। यहाँबाट 4 राख्यौँ, 4, भेरी गुड, यो पनि ठिक छ। अर्को वाटरमा कति राख्ने? वाटरलाई ब्यालेन्स गर्दाखेरि यहाँ 4 3 जा 12, यहाँ 12 दिएको छ, मतलब 12 राख्यौँ त्यसमा। र 12 नहीं 4 3 जा 12, 12 राख्यो भने सायद ब्यालेन्स होला यसमा। 12 राख्यो भने सायद ब्यालेन्स होला। हेर्नुहोस् त, ब्यालेन्स भयो है, भयो, करेक्ट। अब हामीले यसमा एल्युमिनियम मात्रै राख्न मिल्छ कि बेरिलियम पनि राख्न मिल्छ भनिदिनुहोस् त? बेरिलियम नहीं मिल्छ। यदि बेरिलियम कार्बाइड राखेँ मैले, ल भन्नुहोस् यसको फर्मुला। बेरिलियम कार्बाइडको फर्मुला के हुन्छ? Be2C हुन्छ कि BeC मात्रै हुन्छ? Be2C। करेक्ट, भेरी गुड। यति राख्छौँ हामीले। अब यसमा पनि हाइड्रोलाइसिस गर्दाखेरि फाइनली बन्ने के हो हाम्रो? मिथेनै हो यसमा पनि। बुझ्नुभयो? तर क्याल्सियम कार्बाइडको हाइड्रोलाइसिस गर्दाखेरि प्रोडक्ट के बन्छ? इथाइन बन्छ। यो कुरा नोटमा राख्नुहोस् है। सो इफ हाइड्रोलाइसिस, नोटमा लेख्नुहोस्, यदि मैले क्याल्सियम कार्बाइड CaC2 को हाइड्रोलाइसिस गरेँ भने यसमा प्रोडक्टमा के हुन्छ? इथाइन फर्मेसन हुन्छ। इथाइन एज अ प्रोडक्ट बन्छ यसमा। यो कुरा दिमागमा आउँछ है त सबैको? ल यति राखेँ मैले। बुझ्नुभयो सबैले?
बुझ्नुभयो है ल म अगाडि बढे त्यसो भए प्रिपरेसन यो गर्यौं हामीले प्रिपरेसन्सको जति पनि पार्टहरु थियो म्याक्सिमम सबै च्याप्टरबाट उठाएर लेखेका छ हामीले प्रिपरेसन्सहरु र त्यसपछि म तपाईलाई अब लाग्छु फिजिकल प्रपर्टिज खासै धेरै के पनि भएन यो कुरा दिमागमा चाहिँ तपाईहरुको हुनुपर्छ हामीलाई कि कार्बन 1 देखि कार्बन 4 सम्म ग्यासेस फर्ममा बसिरा हुन्छ कार्बन 5 देखि 17 सम्म लिक्विडमा जान्छ कार्बन 18 र ग्रेटर छ भने वाक्स सोलिड वाक्स भनेको थाहा छ नि त्यस्तै खालको बन्दै जान्छ सोल्युबिलिटी यो सोल्युबल होला कि इनसोल्युबल होला पोलर सोल्भेन्टमा इनसोल्युबल इनसोल्युबल होला अफ कोर्स किनकि हामीले भनेको छ सोल्युबल इन नन पोलर सल्भेन्ट मतलब आफू अल्केनहरु पोलर हुन्छ कि नन पोलर मलाई भन्नुस् त नन पोलर अफ कोर्स किनकि कार्बन कार्बन बोन्ड हुन्छ नन पोलर नेचरको हुन्छ नन पोलरले नन पोलर सँग राख्यो भने बल्ल डिजल्भ गर्न सक्छ यसले तर यदि यो हामीले लेख्यो भने इनसोल्युबल इन पोलर सल्भेन्ट लेख्न मिल्छ कि मिल्दैन ल भन्नुस् त इनसोल्युबल इन यस इनसोल्युबल इन पोलर सल्भेन्ट मिल्छ है त यसमा पोलर सल्भेन्टमा इनसोल्युबल छ पोलरमा सोल्युबल हुँदैन हो तर नन पोलर छ भने सोल्युबल हुन्छ यसमा चाहिँ कार्बन टेट्राक्लोराइड नन पोलर नेचरको छ तर किन नन पोलर भयो कार्बन टेट्राक्लोराइड एक पटक मलाई भन्दिहाल्नुस् पुरानो कुरा एकचोटी याद गरिहाल्नुस् त डाइपोल मोमेन्ट चाहिँ 0 हुन्छ डाइपोल मोमेन्ट 0 हुन्छ भेरी गुड अर्को पनि रिजन मैले भनेको थिएँ सिमेट्रिक क्लोरिन हुन्छ सिमेट्रिकल क्लोरिनको डाइरेक्सन यस्तो खालको हुन्छ मतलब यहाँबाट सबै जान्छ डाइरेक्सन सेम हुन्छ र अर्को कुरा यहाँ बोइलिङ पोइन्टको कुरामा हेर्नु होला यो कुरामा हामी हेर्छौं बोइलिङ पोइन्ट डाइरेक्टली प्रोपोर्सनल के हुन्छ मोलिकुलर वेट बढ्दै गयो बोइलिङ पोइन्ट पनि के हुन्छ बढ्दै जान्छ र सरफेस एरिया बढ्ने बित्तिकै के हुन्छ भने बोइलिङ पोइन्ट पनि बढ्दै जान्छ तर अर्को कुरा नम्बर अफ साइड चेन बढ्ने बित्तिकै बोइलिङ पोइन्ट के हुन्छ यसमा डिक्रिज हुन्छ यो अर्डर थाहा छ भने तपाईहरुले सबै कुरा गर्न सक्नुहुन्छ ओके ल अगाडि बढे है त फिजिकल प्रपर्टिज अति दिमागमा राख्नु होला अब त्यसपछि हामी जान्छौं अर्कोमा हामी जान्छौं नेक्स्ट इज केमिकल प्रपर्टिज नेक्स्टमा जान्छौं हामी जाँदै छौं केमिकल प्रपर्टिज मलाई भन्दिनुस् what is the characteristic reactions for alkane electrophilic substitute free radical free radical substitution reactions the characteristic reaction for alkane is हामीलाई थाहा छ substitution reaction हो किनकि मैले तपाईलाई भनिसकेको छु सिंगल बोन्ड छ भने सब्स्टिट्युट हुन्छ डबल र ट्रिपल छ भने एडिसन हुन्छ भनेको छ हामीले फर अल्केन इज फ्री रेडिकल सब्स्टिट्युसन रिएक्सन भन्छ हामीले फ्री रेडिकल सब्स्टिट्युसन रिएक्सन्स बुझ्नुभयो नि यहाँसम्म गुड भेरी गुड फ्री रेडिकल सब्स्टिट्युसन रिएक्सन्स हुन्छ यसमा भनेपछि यसलाई हामीले प्याराफिन्स पनि भनिन्छ दे आर अल्सो कल्ड प्याराफिन्स मतलब less reactive हुन्छ less reactive towards chemical reactions ध्यान दिनु होला है त तर लेस रिएक्टिभ भनिरहेछ हामीले मतलब यसमा अर्को कुरा पनि मैले जोड्न सक्छु एउटा त के हुन्छ भने प्याराफिन्स किन भनिन्छ भनेर अप्सनमा यो पनि दिएको हुन सक्ला अर्को अप्सनमा दिएको हुन सक्ला कार्बन र कार्बनको बोन्ड के छ यसमा बोन्ड के छ स्ट्रङ छ कि नन पोलर नेचरको छ बोन्ड नन पोलर नेचरको छ कार्बन हाइड्रोजनको बोन्ड के छ यसमा स्ट्रङ छ यसमा हो त्यो कारणले गर्दाखेरि हामीले यो अप्सनमा पनि दिन सक्ला प्याराफिन्स यो राखेर गर्न सक्ला यसमा बुझ्नुहुन्छ है यहाँसम्म हेरो गुड भेरी गुड ल अब त्यसपछि म अगाडि बढे अब नम्बर 1 मा जाऊ नम्बर 1 मा लेखौं नम्बर 1 मा जाऊ हामीले हेलोजिनेसन अफ अल्केन मा लेख्छौं सुरुमै हेलोजिनेसन अफ अल्केन ल मलाई भन्नुस् अल्केन को हेलोजिनेसनले कुन मेकानिजम फलो गर्छ स्टिल फ्री रेडिकल फलो गर्छ कि
अर्कै फलो गर्छ Free radical substitution. करेक्ट फ्री रेडिकल सब्स्टिट्युसन रियाक्सन नै फलो गर्छ यसले पनि मतलब यसमा इन्टरमिडिएट के बन्छ होला मलाई भन्न सक्नुहुन्छ व्हिच इन्टरमिडिएट इज फर्मड इन दिस रियाक्सन्स ल भन्नुस् त Free radical. Carbon Free free radical. radical. Yes, very good. Free radical is formed in this reactions. Correct. So, हामीले यसमा लेख्छौँ है त लेखौँ है त एक्चुअली यहाँ हेर्नुस् रियाक्सन दिएको छ CH4 प्लस मैले यसमा राखेँ Cl2 अब यसमा अरु हेलोजन राख्दा पनि हुन्छ तर अरुले खासै काम गर्दैन है फेरि ख्याल गर्ने क्लोरिन जतिको इफेक्टिभ खासै हामी देख्दैनौँ CH4 प्लस Cl2 मैले राखेँ राखिसकेपछि यसमा रियाक्सन हाम्रो भइराछ यो रियाक्सन पोसिबल होला कि नहोला यो रियाक्सनमा यो रियाक्सन हेरेर मलाई भनिदिनुस् यसमा केही चीज त मिसिङ छ पक्कै पनि सनलाइट करेक्ट सनलाइट राख्नु पर्यो यसमा सनलाइट राखिसकेपछि हामीले थाहा छ यो भनेको हेल्पको क्याटेगोरीमा पर्यो कि परेन पर्यो हेल्पको क्याटेगोरीमा पर्ने बित्तिकै यसमा इन्टरमिडिएट के आउँछ यसमा इन्टरमिडिएट बन्छ फ्री रेडिकल फर्मेसन हुन्छ फ्री रेडिकल इज formed as intermediate because sunlight use गरिराछौं sunlight use गरिराछौं यसमा बुझ्नु है sunlight use गरिराछौं तर यसमा मैले CH4 र Cl2 मध्ये मैले यसमा लिमिटेड के गरेर राखिराछु ल भन्नुस् त यसमा मैले कसलाई लिमिट गर्दिराछु Cl2 लाई मैले लिमिट गरिराछु तर मैले Cl2 लाई एक्सेस मा राखे भने के बन्छ करेक्ट यसलाई मैले लिमिटेड राखिराखेको छु यसमा लिमिटेड है तर जब मैले यसमा CH4 मा मैले Cl2 लाई एक्सेस मा राखे अब यो केसमा यसलाई एक्सेस भन्न मिल्छ है ख्याल गर्नु होला यसलाई एक्सेस भन्न मिल्छ हामीले र हामीले के गर्यो भने एक्सेस राख्ने बित्तिकै हामीले राख्यौं यसमा सनलाइट राखिराछौं सनलाइट राख्ने बित्तिकै यसमा तीनटा प्रोडक्ट आउँछ CH3Cl प्लस CH2Cl2 प्लस CHCl3 प्लस अर्को बन्छ यसमा CCl4 यो बन्छ मतलब यहाँ के भयो यहाँ मिक्सचर अफ हेलो अल्केन्स को फर्मेसन भइराछ यहाँ बनिराछ मिक्सचर अफ हेलो अल्केन्स को फर्मेसन भइराछ अब तपाईहरुले मलाई भन्नुहुन्छ कि अब नेक्स्ट च्याप्टर हेलो अल्केन्स स्टार्ट गर्दाखेरि यो कुरा मैले ठ्याक्कै त्यति बेला भन्छु फेरि ठ्याक्कै यही रियाक्सन सुरु हुन्छ यही कन्सेप्ट आउँछ त्यति बेला तपाईले भन्नुहुन्छ सर हामीले पढिसकेका छौं भनेर है बुझ्नुभयो नि यो सेम टु सेम पार्ट अर्को च्याप्टरमा पनि छ त्यसैले यहाँबाट राम्रोसँग बुझिहाल्ने बुझ्नुभयो अब क्वेशनले सोध्छ के भने पक्नुस् त क्वेशनले सोध्छ के भने यसमा मेजर प्रोडक्ट के आउँछ CCl4 जुन लास्टमा बन्छ जुन लास्टमा आउँछ दैट इज द मेजर प्रोडक्ट यो हो यसको लागि मेजर प्रोडक्ट ल मलाई भन्नुस् त के भन्दैनु त कि भर्खरै त्यही सर CCl4 फाइनल प्रोडक्ट हो भन्दै थिए यस फाइनल प्रोडक्ट यस इट इज द फाइनल प्रोडक्ट र जुन फाइनल प्रोडक्ट आउँछ दैट इज द मेजर प्रोडक्ट बुझ्नुभयो किनकि बीचमा त स्टेबल हुनै पाउँदैन नि त किनकि एक्सेस राख्ने बित्तिकै जहाँ हाइड्रोजन हुन्छ पुरै निस्किदै जान्छ यसमा त्यो कारणले गर्दाखेरि हाम्रो फाइनल प्रोडक्ट जे हुन्छ दिस इज द फाइनल प्रोडक्ट अब मैले यसमा रियाक्सन 3-4 वटा स्टेपमा गरेर देखाउन पनि मिल्छ तर यति गरेर डाइरेक्ट प्रोडक्ट लेख्दा पनि हुन्छ केही फरक पर्दैन न प्रब्लम है बुझ्यो यहाँसम्म केही क्वेशन छ भने सोध्दिनुस् मलाई बोलो एक्चुअली छैन है अगाडि बढ्नु त्यसो भए ल त्यसो भए म तपाईहरुलाई एउटा क्वेशन दिन्छु है त एउटा क्वेशन लेखे मैले हेलोजिनेसन अफ अथवा मैले राखे क्लोरिनेसन अफ प्रोपेन gives chlorination of propane gives ऑप्शन ए मा दिएको छ 1 chloropropane only ऑप्शन बी मा दिएको छ 2 chloropropane only ऑप्शन सी मा दिएको छ
1 chloropropane and 2 chloropropane अप्सन सी मा दिएको छ प्रोपिन ल भन्नुस् आन्सर C. One chloropropane only. भन्नुस् म वेट गर्दै छु A. भन्नुस् सुन्दै छु म A. A होला. A. ए हो त Yes, sir. ओके ए भेरी गुड कसले ए भन्नुभयो धेरै राम्रो तर रङ आन्सर हो C. है हेरौँ एकचोटि ल हेरौँ एकचोटि यहाँ हेर्नुहोस् प्रोपेन भनिरहेको छु एउटा कुरा विचार गर्नु होला CH4 यो तरिकाले जान्छ CH4 मा कुनै कन्ट्रोभर्सी छैन यसो मजाले जान्छ मजाले आफ्नो फ्लोमा आफ्नै तालले रियाक्सन भइरहेको हुन्छ यसमा तर जब कार्बन चेन बढ्न थाल्छ नि टेन्सन त्यहाँ बढ्न थाल्छ त्यसपछि प्रोपेन मतलब यहाँ CH3 CH3 यो हो कि हैन हेर्नुस् एकचोटि कार्बन कतिवटा छ यसमा तीनटा कार्बनको नेचर सेम छ कि डिफरेन्ट डिफरेन्ट छ यसमा मतलब अब यसले के बनाउँछ भने एकचोटि ध्यान दिनुभयो भने तपाईहरुले यसले बनाउँछ के भने यसले लग्छ के भने यसले बनाउँछ के भने यसले जब यसलाई हामीले राख्यौं लाइटमा कम्प्लिट मेकानिजम देखाएको छैन मैले जस्ट बुझ्नको लागि हेरिरहेको छु यहाँ मैले राखे है त यहाँ मैले राखे यसको बाट फ्री रेडिकल बन्न सक्छ दुईटा एउटा पोसिबिलिटी छ CH2 यहाँ छ फ्री रेडिकल एउटा र अर्को फ्री रेडिकल बन्छ यसमा के भने CH3 एउटा फ्री रेडिकल बन्न सक्छ एउटा यो मलाई भन्नु होला यो कुन फ्री रेडिकल बन्यो यसमा प्राइमरी कि सेकेन्डरी यो कुन बन्यो सेकेन्ड डिग्री बन्यो यसमा अब सेकेन्ड डिग्री बनिसकेपछि यहाँ पनि सेकेन्ड डिग्री बन्यो यो प्राइमरी बन्यो यसमा अब हामीले देखिरहेछौं यसमा के एड गर्न खोजिरहेछ भने भन्नुस् त क्लोरिन मतलब क्लोरिनमा पनि अब के हुन्छ भने होमोलाइसिस भएर यसले के गराउँछ भने यसले क्लोरिनको फ्री रेडिकल फर्मेसन गरे हुन्छ यसले पनि के गर्छ भने मेकानिजम हेर्यो भने क्लोरिनको दुईटा क्लोरिनको फ्री रेडिकल फर्मेसन गरे हुन्छ एउटा जान्छ यहाँ जोडिन अर्को क्लोरिन जान्छ यहाँ जोडिन प्रोडक्ट के बन्छ भन्दिनुस् त CH3 CH2 Cl एउटा यो बन्यो अर्को बन्छ यसमा CH3 CH3 अर्को बन्छ यसमा Cl एउटा चीज याद गर्नुस् अस्ति भर्खर हामीले पढाएको थियौं यो दुईटा मध्ये कुन बढी स्टेबल फर्स्ट डिग्री भन्ने मान्छेको सेकेन्ड डिग्री हो है सेकेन्ड डिग्री दिस इज मोर स्टेबल यो लेस स्टेबल हामीले भनेका थियौं फ्री रेडिकल को स्टेबिलिटी अर्डर के हुन्छ भन्नुस् त एक्चुअली 3 to 1 कार्बोकेटाइन को स्टेबिलिटी अर्डर के हुन्छ 3 to 1 कार्बेनाइन को स्टेबिलिटी अर्डर के हुन्छ 1 2 3 हेर्नुस् है काम लागिरहेछ नि यहाँ पनि बुझ्नुहोस् है राम्रो Yes, sir. मैले भनिरहेको थिएँ के भने त्यहाँ पनि मैले कुरा गरेको थिएँ इन्टरमिडिएट जति स्टेबल भयो प्रोडक्ट त्यति नै मेजर आउँछ मतलब हामीले लेखेका थियौं के भने स्टेबिलिटी अफ त्यति बेला लेखेको कुरा भन्दैछु स्टेबिलिटी अफ इन्टरमिडिएट इज डाइरेक्टली प्रोपोर्शनल टु द मेजर प्रोडक्ट मतलब यो दुईटा मध्ये कुन बढी स्टेबल प्राइमरी कि सेकेन्डरी भन्दिनुस् सेकेन्ड डिग्री बढी स्टेबल जसको इन्टरमिडिएट बढी स्टेबल हुन्छ प्रोडक्ट त्यसकै के आउँछ मेजर र यो कुन प्रोडक्ट हुन्छ माइनर मैले भनेको बुझ्नुभयो कि भएन Yes, sir. रियाक्सनमा फ्लुइडिकल बनिरहेछ फ्लुइडिकल मेकानिजमबाट गइरहेको छ बुझ्यौ हामीले तर फ्लुइडिकल मेकानिजमबाट गइसकेपछि पहिला हेर्ने इन्टरमिडिएट के भन्छ इन्टरमिडिएट जुन स्टेबल त्यसकै प्रोडक्ट मेजर सक्यो यसमा दुईटा प्रोडक्ट आउँछ है ख्याल गर्नुस् यसमा दुईटा प्रोडक्ट आउँछ मतलब आन्सर के रहेछ भन्दिनुस् सी यदि क्वेशनमा चुज गर्नुपर्ने भएको भए
चुज गर्नुपर्ने भएको भए 1 क्लोरोप्रोपेन र 2 क्लोरोप्रोपेनमा यदि चुज गर्नु पर्यो भने कसलाई चुज गर्ने? 2 2 chloropropen. करेक्ट 2 क्लोरोप्रोपेन। बुझ्नुभयो यहाँसम्म? कसलाई डाउट के छ सोध्नुस्? के डाउट छ सोध्नुस्? नो डाउट्स? भेरी गुड। म अगाडि बढेँ त्यसो भए त म अगाडि बढेँ। अब क्लोरिनेसन नर्मली के हुन्छ भने आफ्नो हिसाबले गइरहेको हुन्छ, एउटा तरिकाले गइरहेको हुन्छ। तर के हुन्छ भने ब्रोमिनेसन अफ अल्केन के हुन्छ भने अल्केन्स अकर्स slower than chlorination. So sometime के गर्छ भने sometime heat is necessary. र यो केसमा पनि कुनै बेला के हुन्छ भने यो कार्बन चेन त बढ्यो नि त, यसमा कार्बन चेन बढ्ने बित्तिकै हिटले यसले लाइटले मात्रै काम गर्दैन, कुनै बेला यो पनि राखिन्छ यसमा FeCl3 AlCl3। यसलाई के भन्ने चलन थियो? इलेक्ट्रोफाइल कि न्यूक्लियोफाइल? न्यूट्रल इलेक्ट्रोफाइल। लुइस एसिड होला कि लुइस बेस? Lewis acid. लुइस एसिडको काम गर्छ। गुड। यो कुनै बेला एज अ क्याटलिस्टको रूपमा लुइस एसिडलाई राखेर पनि काम गर्न सकिन्छ हामीले। यसमा चाहिँ यो पनि ख्याल गर्नु होला, यसमा पनि राख्न मिल्छ। र समटाइम स्लोअर भइरहेछ भने समटाइम हिट इज नेसेसरी अल्सो, त्यो पनि लेखिन्छ हामीले। मतलब यहाँ CH4 मा यदि मैले Br2 राखेँ भने, नर्मल रियाक्सन गर्दैछु, Br2 राखेँ भने, लाइट राखेँ भने रियाक्सन भन्नुस् त के बन्छ? CH3 Br प्लस के आउँछ यसमा? Br आउँछ। मतलब रियाक्सन्स को नर्मल वे नै हो, तर अलिकति स्लोअर रेट हुन्छ क्लोरिनेसन भन्दा। यदि ब्रोमिनलाई फेरि मैले एक्सेसमा लिगे भने प्रोडक्ट के बन्छ? ब्रोमिनलाई मैले एक्सेसमा लिगे भने फेरि त्यही बन्छ, लास्टमा CBr4 मै जान्छ। बुझ्नुस् है? अर्कोमा जाऊ। आयोडिनेसन अफ अल्केन रिभर्सिबल होला कि? भन्नुस्। पनि सनलाइट युज गर्न मिल्छ, हिट हुन्छ हैन? यस, त्यही मैले भन्दैछु। सनलाइट राख्न मिल्छ, तर सनलाइट सँगै हामीले के पनि राख्नुपर्छ? एक्स्ट्रा हिट पनि राख्नुपर्छ। बुझ्नुस् है? हामीले यसमा के पनि राख्छौँ? हिट इज नेसेसरी भनेको छु मैले। हिट चाहिन्छ यसमा। हिट भएन भने फेरि के हुन्छ भने रियाक्सन एकदमै स्लो रेटमा जान्छ। बुझ्नुभयो नि? यस सर। गुड। अब जाऊ, मैले सोधिरहेको छु तपाईहरुलाई, आयोडिनेसन अफ अल्केनमा के होला? Reversible. Iodination of alkane is reversible in nature. So यसलाई केमा carry out गर्नुपर्छ? So it is carried out. Strong oxidizing. Carried out with a strong oxidizing agent. Agent के होला भनिदिनुस् त? HNO3 and HiO3. Very good. HNO3 को नाम हामीलाई थाहा छ, नाइट्रिक एसिड। HiO3 को नाम हामीलाई थाहा छैन। थाहा छ तपाईलाई? आयोडिक एसिड। धेरैलाई थाहा हुँदैन, यो राख्नु होला। आयोडिक एसिड राखिन्छ यसमा। ओके? र यो कङ्क HNO3 र कङ्क HiO3 ले आयोडिक एसिड जुन राख्यो यसमा, यसले रियाक्सनलाई गराउँछ के? इरिभर्सिबल बनाउँछ। करेक्ट, भेरी गुड। रियाक्सन्सलाई इरिभर्सिबल गराउँछ। सो म डाइरेक्ट एउटै रियाक्सन मात्रै लेखिरहेको छु। CH4 + I2 बाट हामीले रियाक्सन लेख्दाखेरि यसमा जब हामीले HiO3 राख्छौं और HNO3 राख्छौं, यसमा यो राख्ने बित्तिकै यहाँ बन्छ CH3I प्लस यहाँ बन्छ HI। यही मैले देखाइरहेको छु। तर सुरुमा के हुन्छ? रियाक्सन्स रिभर्सिबल नेचरको हुन्छ। रिभर्सिबलमा यो राखिसकेपछि बल्ल के हुन्छ? हाम्रो बल्ल के भन्छ? यो भन्छ। बुझ्नुहुन्छ यहाँसम्म? गुड। यदि रियाक्सन रिभर्सिबल छ भने त्यसले कुन प्रिन्सिपललाई फलो गर्छ? Lee Chatterjee ली चार्टलेस प्रिन्सिपल।
भेरी गुड ली चार्टलेस प्रिन्सिपललाई एक्सप्लेन गरिदिनुहोस् एकचोटि टेबल भन्नुहोस् कम्पाउन्डतिर रियाक्सन शिफ्ट हुन्छ फेरि weak compound बन्छ भन्नुहोस् अनकन्ट्रोल भन्नुहोस् तपाईहरुले आफै अझै भन्दै जानुहोस् के भन्नुहोस् यति बेलासम्म म एउटा क्वेशन लेख्छु तपाईहरुको लागि तपाईं भन्नुहोस् सुन कुनै रियाक्सन्स रिभर्सिबल नेचरको छ भने रियाक्सन्स के हुन्छ भने यो यसले ली चार्टलेस प्रिन्सिपललाई फलो गर्छ ली चार्टलेस प्रिन्सिपलले सिम्पल कुरा के भन्छ भने कि कुनै पनि रियाक्सन्स दिएको छ र रियाक्सन रिभर्सिबल नेचर छ भने रियाक्सन्समा यदि रियाक्टेन्ट साइडमा टेम्परेचर हाई छ भने आफ्नो स्ट्रेसलाई आफ्नो कुनै साइडमा हाई हुन सक्छ कम हुन सक्छ जुन साइडमा हाई छ मतलब स्ट्रेस बढिरहेछ जहाँ स्ट्रेस बढी छ त्यसलाई मिनिमाइज गर्नको लागि रियाक्सन या त फरवर्ड जान सक्छ या त ब्याकवर्ड आउन सक्छ बुझ्नुभयो नि या त रियाक्सन फरवर्ड जान सक्छ या त ब्याकवर्ड आउन सक्छ दैट इज द ली चार्टलेस प्रिन्सिपल एकपटक याद गर्नुस् त एकचोटी इमेजिन गर्नुस् लेट अस सपोज गर्नुस् है त दायाँमा केही पनि नसोच्नु दिमागमा इमेजिन गर्नुस् एकचोटी तपाईहरु बाटोमा हिँडिराख्नु भएको छ आनन्दले हिँडिराख्नु भएको छ बाटोमा हिँडिराख्दाखेरि एउटा तपाईहरु क्लासबाट निस्किँदाखेरि क्लासमा लेट अस सपोज सरले गाली गर्नु बारे छ मुड खराब भएर छ कुनै कारणले गर्दाखेरि बाटोमा एक्लै हिँड्दै हुनुहुन्थ्यो साइडमा एउटा कुकुर सुतिरहेछ कुकुर साइडमा सुतिरहेछ आफ्नो तालले तपाईहरु हिँड्दै हुनुहुन्थ्यो रिस उठ्यो गएर एक लात्ती हान्दिनु कुकुरलाई वाक्क हान्दिनु एक लात्ती अब हेर्नुस् है त्यो जुन कुकुर सुतिरहेछ दैट इज सिस्टम सुतिरहेछ मतलब सिस्टम इक्विलिब्रियममा छ हेर्नुस् है सिस्टम इक्विलिब्रियममा छ तपाईले अप्लाई गर्दिनु भयो प्रेसर अप्लाई गर्ने बित्तिकै दुईटा कन्डिसन हुन्छ यसमा सुन्नुस् है या त त्यसले के गर्न सक्छ भने पढ्नलाई यस्तो लुक पढ्नलाई त्यो पथारीको नाम के भन्छ त्यो यो स्टेरिक इन्टेलिजेन्स क्रिएट गर्ने मान्छेको हो सब भइसक्यो अब त बस्न सक्दिन सिस्टममा डिस्टर्ब हो जस्तो छ सर यहाँ सिस्टममा पनि डिस्टर्बेन्स आयो के ल सुन्नु मैले भनिरहेको थिएँ कि एउटा कुकुर सुतिरहेछ हामीले गएर त्यो सिस्टम छ त्यो इक्विलिब्रियममा छ बुझ्न ट्राई गर्नुस् ली चार्टलेस प्रिन्सिपल यही हो र सुतिरहेछ हामीले गएर एक लात्ती हान्दियो मतलब त्यसमा प्रेसर अप्लाई गर्ने बित्तिकै या त त्यो हाम्रोतिर टोक्न आउन खोज्छ या त भाग्न खोज्छ या त फरवर्ड जान खोज्छ या त ब्याकवर्ड आउन खोज्छ त्यो काम गर्नुभयो ठीक छ प्रेसर अप्लाई गर्यो हामीले केही न केही अप्लाई गर्यो हामीले अब फेरि हामी के गर्यो छोड्दियौ हामी आफ्नो तालले अगाडि हिँड्दै गइरहेको थियौं हामीलाई रिग्रेट फिल भयो गएर पसलमा एउटा पार्लेजी बिस्कुट किनेर हामीले त्यसलाई लिएर फेरि फर्केर आइरहेको थियौं हामी र यसो कुकुरलाई हेर्दाखेरि त एकछिनपछि फेरि सुतिरहेछ आफ्नो ठाउँमा मतलब के भयो सिस्टममा प्रेसर अप्लाई गर्ने बित्तिकै या त रियाक्सन फरवर्ड जान्छ या त ब्याकवर्ड आउँछ तर सिस्टममा जब हामीले टेम्परेचर प्रेसर कुनै चीज अप्लाई गर्न छोड्दियो भने सिस्टम फेरि केमा आउँछ भन्दिनुस् त इक्विलिब्रियममा आउँछ यसैलाई भनिन्छ ली चार्टलेस प्रिन्सिपल बुझ्नुभयो कि भने आसमी Yes, sir. ल यो फिजिकलको पार्ट हो अब उतातिर जानु तपाईहरु द अनकन्ट्रोल्ड एन्ड एक्सोथर्मिक रियाक्सन इज अप्सन ए क्लोरिनेसन अफ अल्केन क्लोरिनेसन अफ मिथेन भने मैले यसलाई मिथेन अर्को दिएको छ नम्बर बी क्लोरिनेसन अफ मिथेन ऑप्शन सी ब्रोमिनेशन of methane option D iodination of methane ल भन्नुस् त आन्सर यसको Chlorination of methane. कुन होला ए बी सी डी भन्नुस् त B नम्बर किन त्यस्तो भएको भन्दिनुस् त B number. त्यस्तो भन्नुस् त हाइली रिएक्टिभ गुड भेरी गुड ठीक छ फ्लोरिन को रिएक्शन्सलाई
ह्यान्डल गर्न गाह्रो हुन्छ किनकि फ्लोरिनको साइज आफै सानो छ बिचरा कोही सानो मान्छे छ भने भिडमा कतै हराउन सक्ने चान्सेस बढी हुन्छ नि फो त कहाँ पुगिसकेको हुन्छ त्यसपछि त्यस्तै खालको यो पनि यसले के गर्छ भने रियाक्सन एकदम भायोलेन्ट तरिकाले जान्छ रियाक्सन के हुन्छ एक्जोथर्मिक हुन्छ र रियाक्सन अनकन्ट्रोल वेले जान्छ है रियाक्सन भइहाल्यो भने यसमा अब यो रियाक्सन्स हेर्दाखेरि हामी के देख्छौँ भने हाम्रोसँग छ CH4+ यसमा मैले राखेँ F2 इन द प्रेजेन्स अफ सनलाइट नै राखिन्छ रियाक्सन गर्दाखेरि सनलाइट राख्यो भने यसमा के प्रोडक्ट आउँछ ल भन्नुस् त कार्बन र HF यस भेरी गुड यो कार्बन र के आउँछ यसमा HF बन्छ यसमा मतलब यो कार्बन जुन देखिरहेको छौँ यसलाई भन्छ कार्बन ब्ल्याक भनेर कार्बन ब्ल्याक बुझ्नुभयो यहाँसम्म यसलाई कति राख्नुपर्छ भन्नुहोस् त यसलाई हामीले कति राख्दा काम चल्छ यसलाई 4 राख्ने हो यसलाई 2 राख्दा काम चल्छ हेर्नुहोस् त एकचोटि ब्यालेन्स गर्नुहोस् हुन्छ है ओके भेरी गुड त्यसपछि म तपाईलाई लाग्छु यो थियो हेलोजिनेसन सबसे इम्पोर्टेन्ट पार्ट अल्केनको लागि हेलोजिनेसन र त्यसपछि म तपाईलाई लाग्छु नेक्स्ट पार्टमा नम्बर सेकेन्ड नाइट्रेसन ल एकचोटि नाइट्रेसन गर्नको लागि मलाई कन्डिसन भनिदिनु होला नाइट्रेसन कुन कन्डिसनमा हुन्छ र कति बेला हुन्छ र के रिएजेन्ट राख्नुपर्छ नाइट्रेसन गर्नको लागि ल भन्नुहोस् त Conc HNO3 400 to 500 degrees Celsius. हामीले यसमा रिएजेन्ट राख्छौँ कङ्क HNO3 राख्यो भने हिट राख्नै पर्छ यसमा हामीले अर्को राख्नुपर्छ एउटा फ्युमिङ HNO3 इज मोर प्रिफर्ड तर ल्याबमा यसलाई स्टोर गर्न डिफिकल्ट हुन्छ किनकि भेपर फेज हो नि त खासमा यो सो भेपर फेजमा हुन्छ भने त्यसलाई हामीले सजिलै युजमा ल्याउन मतलब त्यसलाई स्टोर गर्न सकिँदैन युजमा ल्याउन सकिएला एकछिन काम गर्न खोजिरहेको छ भने त्यति बेला काम गर्न मिल्ला तर त्यसैलाई हामीले फर्दर लङ टर्मसम्मको लागि राख्न सकिँदैन किनकि भेपर फेजमा कतिपय लिकेज हुन सक्ने चान्सेस हुन्छ त्यो कुरा हामीले देखिन्छ फ्युमिङ HNO3 इज मोर प्रिफर्ड किनकि यसमा इलेक्ट्रोफाइल अलरेडी बनिसकेका हुन्छ के त्यो कारणले गर्दाखेरि रियाक्सन्स मजाले स्मुथ भएर जान्छ मतलब हामीले रियाक्सन्सलाई भेपर फेजमा लाग्न खोजिरहेछौँ भनेपछि यसमा कुन टाइपको नाइट्रेसन होला भेपर फेज नाइट्रेसन होला कि लिक्विड फेज नाइट्रेसन होला भेपर फेज नाइट्रेसन यसलाई भन्छौँ हामीले भेपर फेज नाइट्रेसन ल अर्को पनि कन्डिसन एउटा छ नाइट्रेसन हुनको लागि कार्बन कतिवटा चाहिन्छ ल भन्नुहोस् त किन गन्ना आइछ नि त चल्दैन त ल भन्नुहोस् 1 to 4 के गरिन्छ 1 to 6 1 to 6 हो र 1 to 4 1 to 4 हो यसमा गरिन्छ के भने नाइट्रेसन गर्दाखेरि हामीले जहिले पनि ध्यान दिनुहोस् है नाइट्रेसन गर्दाखेरि जहिले पनि हामीले के गरिन्छ भने ओन्ली 6 कार्बन only 6 कार्बन और मोर भएको अल्केनलाई युज गरिन्छ मोर अल्केन्सहरुलाई युज गरिन्छ यसमा र बुझ्नु भने ओन्ली 6 कार्बन या त हामीले और मोर कार्बन्स भएको अल्केन्सलाई यो रिएक्सनमा युज गरिन्छ अब फेरि सानसानोलाई किन युज गरिदैन किनकि जब हामीले यसमा सानसानो युज गरिन्छ यसले एक त एकदमै भायोलेन्टली रिएक्सन गर्छ अर्को कुरा यसमा के हुन्छ भने बाइ प्रोडक्ट्सको कन्सन्ट्रेसन एकदमै धेरै भइदिन्छ यसमा त्यो बाइ प्रोडक्ट्स धेरै बन्ने बित्तिकै के हुन्छ त्यसपछि सेपरेसन गर्न डिफिकल्ट भयो यसमा भनेपछि हाम्रो रिएक्सन्स कुन वेले जान्छ ल भन्नुस् एकचोटी मलाई ल भन्नुस् त कार्बन 6 वटा दिएको छ हाइड्रोजन 13 दिएको छ यसमा मैले H राखे राख्न मिल्छ कि मिल्दैन मिल्छ होला आई थिंक प्लस मैले राखे HONO2 राखे मैले यसरी यसमा मैले के राखे H
NO2 राख्न मिल्छ कि मिल्दैन ल भन्नुस् मिल्छ यहाँबाट के निस्किन्छ ल भनिदिनुस् त Water. यहाँबाट निस्किन्छ वाटर यहाँबाट निस्किन्छ वाटर कङ्क राखिरहेको छु मतलब हिट गर्नुपर्छ यसलाई C6H13 र यहाँ के आउँछ NO2 आउँछ प्लस यहाँबाट आउँछ H2 बुझ्नुभयो कि भने आसम्म बुझ्यो सर बुझ्यो है भेरी गुड अब त्यसपछि सल्फोनेसनमा पनि जाउँ एकचोटि सल्फोनेसनमा पनि जाउँ नम्बर 3 इज सल्फोनेसन सल्फोनेसनमा पनि जाउँ एकचोटि सल्फोनेसनमा लेख्दाखेरि हामीले के गर्छौं भने सल्फोनेसनमा लेख्दाखेरि पनि एक्ज्याक्टली त्यस्तै खालको कन्डिसन फलो हुन्छ यसमा सबै भनेपछि यसमा सल्फोनेसन गर्दा पनि हामीले कतिवटा कार्बनलाई युज गरिन्छ 6 वटा कार्बन युज गरिन्छ कि त्योभन्दा कम युज गर्न मिल्छ 6 वटा 6 वटा कार्बन युज गरिन्छ यस भेरी गुड हामीले के गरिन्छ भने यसमा 6 वटा कार्बन युज गरिन्छ रिएक्सनको तरिका सेम हो C6H13H अब मलाई फेरि भनिदिनुस् यसमा हामीले NO3 plus H2SO4 राख्नु पर्छ कि H2SO4 मात्रै राख्ने हो H2SO4 मात्र H2SO4 मात्रै राखिन्छ हामीले भेरी गुड H2SO4 अब मलाई फेरि भनिदिनुस् यसमा हामीले कन्सन्ट्रेट राखेर काम गर्नुपर्छ कि फ्युमिङ राखेर काम गर्दा बेस्ट हुन्छ फ्युमिङ राख्दा बेस्ट हुन्छ किनकि फ्युमिङमा अलरेडी के बनिरहेको हुन्छ इलेक्ट्रोफाइल हुन्छ सो त्यो कारणले गर्दाखेरि फ्युमिङ इज बेस्ट मानिन्छ यसमा है त फ्युमिङलाई बेस्ट मानिन्छ नाइट्रेसनमा पनि कन्सन्ट्रेटेड H2SO4 हाल्थ्यो हैन नाइट्रेसन इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सन्समा हामीले कङ्क HNO3 र कङ्क H2SO4 राखेर गरिन्छ त्यो बेन्जिनको लागि हो त्यसलाई भन्छ नाइट्रेटिङ मिक्सचर भनेर बेन्जिनमा नाइट्रेसन डाइरेक्ट कङ्क HNO3 ले गर्न सक्दैन बुझ्नुभयो कि भएन त्यसमा क्याटलिस्ट चाहिन्छ एज अ H2SO4 चाहिन्छ तर यो बेन्जिन हैन नि त यो त अल्केन हो स्ट्रेट चेनमा रिएक्सन्स गराउन कङ्क HNO3 ले सक्छ तर हिट इज नेसेसरी कन्डिसन यसको लागि बुझ्नुभयो भेरी गुड H2SO4 दिएको छ मतलब यहाँ के बन्छ होला भनिदिनुस् त C6H13 यसमा SO3H आउँछ प्लस अर्को के भन्छ हेर्नुस् त वाटर निस्किन्छ एउटा SO3H बन्छ मतलब हेक्सेन सल्फोनिक एसिड बन्छ अब मलाई एक्चुअली भनिदिनुस् यो रिएक्सन्समा फ्युमिङ इज बेस्ट अगेन फ्युमिङ राखिरहेको छौँ हामीले फ्युमिङ H2SO4 राखिन्छ फ्युमिङ H2SO4 को मिनिङ के भने यसमा यो भनेको खासमा कङ्क HNO3 कङ्क H2SO4 हो यो प्लस SO3 इलेक्ट्रोफाइल हुन्छ यसमा SO3 जुन देखिरहेछौ नि यो भनेको न्यूट्रल इलेक्ट्रोफाइल हो न्यूट्रल इलेक्ट्रोफाइल अलरेडी हुन्छ कि यसमा हो त्यो कारणले गर्दाखेरि हामीले के गर्छौं भने यसमा SO3 जुन दिएको छ नि न्यूट्रल इलेक्ट्रोफाइल त्यसैले यसलाई बढी प्रिफर गरिन्छ कि यसले सुरुमा गएर अट्याक गर्छ त्यसपछि गएर H+ बाट प्रोटोनेसन हुन्छ प्रोटोनेसन भइसकेपछि बल्ल के भन्छ यसमा कम्पाउन्ड फर्मेसन हुन्छ बुझ्नुभयो कि भने आसम्म बुझ्यो सर बुझ्यो है त अगाडि बढौं त्यसपछि ल मलाई सल्फोनेसनको टेम्परेचर भनिदिनुस् त एकचोटि सल्फोनेसनको टेम्परेचर भनिदिनुस् 400 to 500 डिग्री सेल्सियस 400 to 500 डिग्री सेल्सियस नाइट्रेसनको लागि टेम्परेचर पनि एक्ज्याक्टली त्यस्तै राखिन्छ 400 देखि 500 नै राखिन्छ ल अब एउटा क्वेशन मैले तपाईलाई दिए हेर्नुस् है त क्वेशनले के भनेको छ भने क्वेशनमा दिएको छ CH3 CH2 यसमा दिएको छ होल 4 यसमा दिएको छ CH3 र यसमा मैले राखे Al2O3 र यसमा राखे मैले Cr2O3 यसरी राखे र यसमा मैले हिटको एप्लिकेसन गरिरहेको छु र जनरली हामीले 400 देखि 500 कै रेन्जमा टेम्परेचर राखिन्छ यसमा कुन प्रोडक्ट आउँछ ल भन्दिनुस् त बेन्जिन यसमा के भन्छ बेन्जिन बेन्जिनै हो
सोच्नु होला है। साइक्लो कम्पाउन्ड Toluene. Toluene. होइन आउँछ सोचौ पहिला टेम्परेचर भन्नुहोस् त कति राखिन्छ यसमा टेम्परेचर भन्नुहोस् त कति राखिन्छ टेम्परेचर भन्नुहोस् त कति राखिन्छ 500. ल यो रेन्ज हो टेम्परेचर यसको 400 देखि 600 को रेन्ज राखौँ ल भन्नुहोस् के भन्छ बेन्जिन बेन्जिनै भन्छ यसमा सुरुमा भन्छ साइक्लो कम्पाउन्डमा फेरि हाइड्रोजन रिमुभल भएर फेरि के भन्छ यसमा फेरि के भन्छ बेन्जिनको फर्मेसन हुन्छ है यहाँ भन्छ बेन्जिन यो प्रोसेसलाई एलिफेटिकबाट डाइरेक्ट एरोमेटिक बनिरहेको छ भने दैट प्रोसेस इज नोन एज के भनिन्छ भनिदिनुस् त दिस इज कल्ड साइक्लाइजेसन पनि भन्न मिल्छ अर्को के भन्न मिल्छ Aromatization. भेरी गुड एरोमेटाइजेसन पनि भनिन्छ यसलाई बुझ्नुभयो क्वेशनले सोधिरहेको पनि के पनि छ भने यो त ठिक छ हामीले बुझ्यौं तर क्वेशनले हामीलाई के दियो भने यसमा दिएको छ CH3 CH2 होल 5 CH3 दिएको छ माथिको कन्डिसन सेम दियो ल प्रोडक्ट मलाई भनिदिनुस् के भन्नुस् त सोचेर विचार गरेर भन्नुस् Toluene नै हो टोलिनमा कार्बन कतिवटा हुन्छ 7वटा. टोलिन यहाँ 5वटा 6वटा 7वटा भनेपछि यस भेरी गुड त्यही नै भन्ने भयो यसमा बेन्जिनको रिङको माथि गएर जोडिन्छ CH3 यसमा बन्छ टोलुइन यदि यसमा कार्बन 8वटा दिएको भए के भन्थ्यो भनिदिनुस् इथाइल बेन्जिन भेरी गुड ल अर्को क्वेशन है त यो भनेको खासमा हामीले केमिकल प्रपर्टिज नै गरिरहेछौँ तर क्वेशनको टर्म्स मैले दिइरहेछु यदि मैले क्वेशन लेखेँ क्वेशन के लेखेँ भने मैले लेखिरहेको छु 1 2 3 र 4 मैले लेखेँ यसमा र मैले यसमा रिएजेन्ट राखिरहेको छु के भने कङ्क HCl र AlCl3 राखिरहेको छु मैले यसमा के हुन्छ यसमा भनिदिनुस् न मलाई एकचोटि छिटो भन म सुन्दैछु क्लोरिनेसन हुन्छ क्लोरिनेसन हो Yes, sir. क्लोरोब्युटेन भन्छ सोचौ नर्मल Isobutane. आइसोब्युटेन कि आइसोप्रोपेन Two भन छिटो 2 क्लोरो butane. क्लोरिन त यसमा जोडिन आउँदैन Butene. 2-methyl प्रोपेन कतै आन्सर आउन खोजिरहेछ तर आउँछ कि आउँदैन डाउट लागिरहेछ मलाई फेरि कङ्क HCl राखिरहेछौँ AlCl3 राखिरहेछौँ केही त होला पक्कै पनि आइसोमर भन्छ हो भेरी गुड यसमा भन्छ यहाँ एउटा कम्पाउन्ड यसरी भन्छ कि यो कङ्क देख्ने बित्तिकै फेरि रियाक्सन गर्नै पर्छ जरुरी छैन कि यस यो हाम्रो के भन्यो भने दिस इज कल्ड 2-methyl propane दिस इज 2-methyl propane र यो के भन्यो दिस इज ब्युटेन कुन आइसोमर हो यो Chain isomer. मतलब यहाँ के भइरहेछ दैट प्रोसेस इज नोन एज आइसोमेराइजेसन भनिन्छ यो रिएजेन्ट राख्ने बित्तिकै दैट रिएजेन्ट यसले आइसोमेराइजेसन गराइदिन्छ के यसमा बुझ्नुभयो कि भएन यसले गराउँछ
आइसोमराइजेसन्स। एउटा मैले अर्को क्वेसन लेखेँ यसमा। अर्को मैले क्वेसन के लेखेँ भने कि यदि हामीसँग CH3 CH2 CH3 दिएको छ र मैले यसमा राखेँ हिट राखिरहेको छु मैले यसमा, र यहाँ बनिरहेको छ CH4 प्लस CH2 डबल बोन्ड CH2 बनिरहेको छ। ओहो, यस्तो नि बन्छ कहिले है। के भनिन्छ यो रियाक्सन्सको नामलाई? Cracking. यस, भेरी गुड। यसलाई भनिन्छ क्र्याकिङ। यसलाई भनिन्छ क्र्याकिङ एन्ड पाइरोलाइसिस। क्र्याकिङ एन्ड पाइरोलाइसिस मतलब हामीले के गर्छौँ भने हिट राखेर बोन्डको ब्रेक गर्छौँ र हायर हाइड्रोकार्बन्सलाई लोवर हाइड्रोकार्बन्स अफ पेट्रोलियम फ्र्याक्सन्समा कन्भर्ट गर्छौँ। द्याट फेनोमेना इज नोन एज पाइरोलाइसिस। हामीले पढ्छौँ क्याटालाइटिक क्र्याकिङ र त्यसपछि अरू के पढ्छौँ? थर्मल क्र्याकिङ। क्याटालाइटिक मतलब क्याटलिस्ट राखेर ब्रेकडाउन गर्ने, लाइक क्याटालाइटिक क्र्याकिङ, र यदि क्याटलिस्ट राखेर बोन्डको ब्रेकडाउन गर्छौँ भने द्याट इज कल्ड क्याटालाइटिक क्र्याकिङ। क्याटलिस्ट राख्यो भने क्याटालाइटिक, र यदि हामीले यसमा हिट राख्यो भने थर्मल भनिन्छ यसलाई है। सिम्पली त्यसलाई भनिन्छ पाइरोलाइसिस भनेर। पाइरो मतलब हिट, पाइरोमेटलोर्जी भनेर पढाएको छ नि त, हिट एप्लाई गर्छौँ त्यसमा। थर्मल त्यसलाई सेपरेट गर्दाखेरि थर्मल टाइपले हामीले राखेर काम गर्छौँ। यहाँसम्म बुझ्नुभयो? यहाँसम्म कसैलाई केही डाउट छ? गुड। ल, मलाई अल्केनको युज भनिदिनुहोस् न एकचोटि। अल्केनको युजेस भनिदिनुहोस् एकचोटि मलाई। अल्केनको युजेस भनिदिनुहोस्। अब युजेस तपाईँले भन्ने कुरा हो, मैले खासै के भन्नुपर्छ जस्तो मलाई लाग्दैन। Used in petroleum industry. यस, पेट्रोलियम इन्डस्ट्रीमा युज गर्न सकिन्छ। अर्कोमा भनिदिनुहोस् मलाई एकचोटि। अर्को भनिदिनुहोस्। LPG gas. Increase octane number of petrol. अक्टेन नम्बरको कुरा पनि गर्छौँ हामीले। भेरी गुड। अर्को काम भनिदिनुहोस् यसको। अल्केन एलपीजी ग्यासमा पनि युज गर्न सकिन्छ। अर्को भनिदिनुहोस्। Mars Gasoline. ग्यासोलिन्स, मार्स ग्यासमा। अरू भनिदिनुहोस्। अल्केनलाई हेलो अल्केन्सहरू प्रिपेयर गर्नको लागि पनि काम गर्न सकिन्छ हामीले। बुझ्नुभयो नि? यो सबैहरू हामीले राख्न सकिन्छ। रिएजेन्ट राख्न सक्छ मतलब सल्भेन्ट, नन पोलर सल्भेन्टको रूपमा पनि यसलाई युज गर्न सकिन्छ हामीले। बुझ्नुभयो? युजेस लेख्न सकिन्छ? Yes. ल, ठिक छ। युजेस लेख्न सकिन्छ भने भेरी गुड। भनेपछि हाम्रो च्याप्टर यो यति नै हो, अल्केन च्याप्टर। केही गाह्रो भयो कसैलाई अल्केन च्याप्टरमा भने एकचोटि मलाई भन्नुहोस्। भेरी गुड। भनेपछि हामी अल्केन च्याप्टरमा यो मैले लेख्नुपर्छ भन्नुहोस् त एकचोटि युजेस। भर्खरै हामीले डिस्कस गरिसकेका छौँ, यसमा हामीले खासै केही गर्नु पर्दैन। अब म तपाईँहरूले कहाँ स्टार्ट गराउँछु भने अब हामी जान्छौँ अल्किन। अल्किन अल्किन ल, अल्किनको बेसिक इन्ट्रोडक्सन्सहरू अघि भर्खर हामीले धेरै गरिसकेका छौँ। अल्किनलाई ओइल फर्मिङ फ्यामिली भनिन्छ। द्याट मिन्स ओलिफिन्स भन्न पाइयो यसमा। अल्किन्समा डबल बोन्ड हुन्छ मतलब कुन टाइपको रियाक्सन बढी फेभरेबल होला यसमा भनिदिनुहोस्। Addition. एडिसन रियाक्सन बढी फेभरेबल होला, त्यो कुरा हामीले गर्यो यसमा। अल्किनमा डबल बोन्ड छ मतलब कुन यसमा रिएजेन्ट अप्लाई गरेर यसको डबल बोन्डलाई लोकेट गरिन्छ? बियर्स रिएजेन्ट मतलब अनस्याचुरेसन टेस्ट युज गरिरहेको छ यसमा। यो पनि लेख्न पाइयो हामीले। भनेपछि अल्किनमा अब आइसोमेरिजमको कुराहरू त अगाडि सबै पढिसकेका छौँ हामीले। अब डाइरेक्ट हामी जान्छौँ कहाँ भने मेथड अफ प्रिपरेसन। हेर्नुहोस् है, मेथड अफ प्रिपरेसनमा जान्छौँ हामी। मेथड अफ प्रिपरेसनमा जान्छौँ। मेथड अफ प्रिपरेसनमा सबसे फर्स्टमा मलाई एकपटक भनिदिइहाल्नुहोस् न, केबाट बनाइन्छ यसलाई? Catalytic hydrogenation. डिहाइड्रो हेलोजिनेसन। अर्को भन्नुहोस् त। Catalytic hydrogenation. क्याटालाइटिक हाइड्रोजिनेसनमा त हाम्रो अल्केन भन्छ फेरि। H2NI राख्ने बित्तिकै त रोकिँदै रोकिन त्यो त। तर Lin-Lar's reagent use गरेर मिल्दैन। लिनलास क्याटलिस्ट राखेर गर्नुपर्छ। लिनलास क्याटलिस्ट। लिनलास क्याटलिस्ट भनेको क्याटालाइटिकमा पर्दैन नि त, त्यो त छुट्टै रिडक्सन रियाक्सन, त सेलेक्टिभ रिडक्सन रियाक्सन हो। तर नोटमा लेख्न खोजेँ हामीले। ल, एउटा क्वेसनबाट सुरु गरौँ। एउटा क्वेसन दिएको छ। यो क्वेसनले भनिरहेको छ CH3 CH2 OH दिएको छ
र हामीलाई भनेको के छ भने हामीलाई भनेको छ के भने यसमा मैले राखिरहेको छु 170 डिग्री सेल्सियस र मैले यसमा राखिरहेको छु कङ H2SO4 राखिरहेको छु र यसमा कम्पाउन्ड A भनिरहेछ द कम्पाउन्ड A इज क्वेशनले सोधिरहेछ द कम्पाउन्ड A इज वेट गर्नुस् द कम्पाउन्ड A इज अप्सन A मा भनेको छ अप्सन A मा भनेको छ अल्केन यसमा लेखौँ यसरी ले भनेको छ CH3 भनेको छ र अप्सन B मा दिएको छ CH3 CH डबल बोन्ड CH2 यसरी दिएको छ सी नम्बरमा दिएको छ CH ट्रिपल बोन्ड CH दिएको छ र अप्सन डी मा दिएको छ CH4 ल भन्नुस् आन्सर बी नम्बर भेरी गुड हामीले बी नै भन्छौँ र यो रियाक्सन्सको नाम के भनिदिनुस् त Dehydration Dehydration of alcohol. Yes, this reaction is called dehydration of alcohol भनिन्छ यसलाई डिहाइड्रेसन अफ अल्कोहल गर्नको लागि के हामीले 170 टेम्परेचर र कङ H2SO4 मात्रै राखिन्छ कि अरु पनि राखिन्छ Al2O3 लाई 350 डिग्री सेल्सियस मा राखेर काम गर्दै भने पनि यहाँ के हुन्छ हाम्रो यो कन्डिसनमा हामीले डिहाइड्रेसन गरेर के बनाउन सक्छौं यसमा यहाँबाट पनि के आउँछ यहाँबाट पनि अल्किन फर्मेसन हुन्छ यसमा कुरा बुझ्नु भयो यहाँसम्म गुड अब त्यसपछि मैले तपाईलाई के भने तपाईलाई मैले क्वेशन सोधे यो जुन डिहाइड्रेसन देखिरहेछौं Al2O3 राखौं या त यो राखौं के फरक परेन यो इंटरमोलिकुलर डिहाइड्रेसन हो कि इंट्रामोलिकुलर इंटर होला कि इंट्रा होला इंट्रामोलिकुलर डिहाइड्रेसन किनकि हामीले के गर्छौं भने यो जुन OH देखिरहेछौं OH यसरी देखिरहेछौं यो खासमा यहाँ के हुन्छ भने हाइड्रोजन देखिरहेछ यसरी यो हाइड्रोजन हुन्छ र यहाँबाट बोन्डको ब्रेक हुँदाखेरि यो केसमा हामीलाई थाहा छ यो जब यसमा राखिन्छ सबै रिएजेन्ट्सहरु सेम राखिन्छ यो प्रोसेसबाट यहाँबाट निस्किन्छ OH यहाँबाट निस्किन्छ हाइड्रोजन मतलब एउटै मोलिकुल्स मात्रै इन्भल्भमेन्ट भयो नि त यसमा एउटै मोलिकुल मात्रै इन्भल्भ भयो भने यसलाई कस्तो खालको डिहाइड्रेसन भनिन्छ दिस रिएक्सन इज एन example of intramolecular dehydration intramolecular dehydration भनिन्छ यसलाई intramolecular dehydration कन्फ्युजन त भएन नि कसैलाई भएन है तर कुनै कुनै केसमा कस्तो पनि देखिन्छ भने जब यसमा हाम्रो सब्स्टिट्युटेड अल्कोहल युज गरे हुन्छौ अल्किन आउँदाखेरि के हुन्छ भने सब्स्टिट्युटेड अल्किन बनिन्छ यसमा मतलब मल्टिपल अल्किन्सको फर्मेसन भइदिन्छ त्यतिबेला हामीले कुन रुल अप्लाई गर्छौं भन्दिनुस् त Zef rule very good त्यो पनि पढ्या हो कि हामीले अस्ति नै पढ्या छ है सबै कुरा रिपिट भइरा गुड अब Zef rule नलगाएर तपाईले भन्नु सर म त हाइपर कन्जुगेसन अप्लाई गर्छु भन्नु भयो भने अप्लाई गर्न मिल्छ कि मिल्दैन मिल्छ भेरी गुड ल पुरा बुझ्नुभयो कसैलाई के डाउट छ एकपटक रिप्लाई गर्नुस् मलाई छैन हैन ल आजलाई यति गरौँ त्यसो भए यस सर ल आजलाई मैले यति नै गर्छु थ्यांक यू भेरी मच गुड नाइट सबैलाई भोलि क्लासमा भेटौँ है त ल गुड नाइट ओके सर गुड नाइट सर Thank you.